आफ्नो बेस्ट फ्रेन्डलाई भन्न चाहेको कुरा लास्ट टाइममा भन्न पाएको भए के भन्नुहुन्छ? आई वुड से सरी, मलाई गाह्रो पर्दा होस् होइन, अहिले पनि ऊ मसँग छ जस्तो फिल हुन्छ क्या, लेट गो नै गर्न सकेको छु। के कुराले चाहिँ नोबडीबाट समबडी बनायो? त्यो जुन फियर थियो आयो बत्तीमा धेरै ट्याटुहरू बनाउनु भएको छ होइन? आउट अफ अल द्याट ट्याटु तपाईँलाई एकदमै मनको क्लोजमा भएको चाहिँ कुन ट्याटु हो? लिम्बूहरूको रिस कस्तो नाकको टुप्पो हुन्छ, कति रिसाउँछ भने चाहिँ रमाइलो लाग्छ मलाई होइन। वाट इज फ्यामिली ट्री? मेरो फ्यामिली यहाँ छौँ, हामी काठमाडौँमा छौँ, फेरि पापाको दाजुभाइ हो त फेरि धरान, द्याट्स वाट फ्यामिली ट्री होइन। लाइक त्यो एकदमै ट्री नै नो जस्तो। नो नो ओ माय गॉड, अरे शिव। अहिले त्यो 15 वर्षको परिनलाई सम्झिँदा चाहिँ हजुरलाई कस्तो खालको फिलिङ आउँछ? कतिवटा ब्याड डिसिजन पनि गरेको छु, कतिवटा गुड डिसिजन पनि गरेको छु, उसको आफ्नै एउटा कथा छ अनि त्यो कथाले गर्दा त आज म छु। अरूको जजमेन्ट, अरूको शब्दहरूले चाहिँ आफूलाई डिफाइन गर्न जति हामीले दिइरहेको हुन्छौँ नि, त्यो बेला चाहिँ हो यस आई लस्ट माई सेल्फ। मलाई अरू दिदीबहिनीहरू नगुज्रोस् जस्तो लाग्छ, एउटा सेफ स्पेस बनाउने कोसिसमा छौँ। सबैजनालाई चाहिँ किन फाइनेन्सियली इन्डिपेन्डेन्ट हुन जरुरी छ भन्ने कुरालाई चाहिँ अलिकति डिफाइन गरिदिनुहुन्छ कि? अलवेज कनेक्टेड विथ डिसिजन मेकिङ, त्यहाँदेखि नै सुरुवात हुन्छ कि। आज हाम्रो पडकास्टमा हुनुहुन्छ परिन लिम्बू, a woman who has spent years creating safer spaces, started difficult conversations and stand besides women whose voices are often ignored. But आज हामी उहाँलाई केवल एक्टिभिस्ट, फाउन्डर वा लिडरको रूपमा मात्रै चिन्ने छैनौँ। We want to meet the person behind this title and roles. A Yakthung woman, a mother, a storyteller, and someone who is now stepping into a new chapter of her life. Parin's journey is not only about what she survived, but about what she continues to build. आजको कन्भर्सेसनमा हामी उहाँको पास्ट स्टोरी सुन्ने प्रयास गर्दैनौँ, तर we try to understand who is she today, what she is becoming, and what she still wants to create for the world, for the community. So let me welcome our dearest guest, परिन लिम्बू टुडे। मिडियामा र आर्टिकल्सहरूमा चाहिँ हजुरलाई परिना भनेर चिनिन्छ, तर हजुरको इन्स्टाग्राममा परिन छ र आफूले आफ्नो इन्स्टाग्रामको ह्यासट्यागमा चाहिँ पी भनेर साइन गर्नुहुन्छ। को हो परिना, को हो परिन र पी को हो? अब अफिसियली परिना नै छ होइन, हजुर, तर विच आई धेरै प्रयोग गर्दिनँ। अनि परिन चाहिँ मलाई घरमा बोलाउने नाम हो। मेरो पेरेन्ट्सहरूले, मलाई माया गर्ने मान्छेहरूले, मेरो साथीभाइहरूले एकदम जो क्लोज हुनुहुन्छ उहाँहरूले चाहिँ परिन भनेर बोलाउनुहुन्छ मलाई चाहिँ। अनि पी चाहिँ इट्स भेरी, मेरो लागि चाहिँ एकदम इमोसनल एउटा फेजबाट म गुज्रिएँ। त्यो चाहिँ आई लस्ट माई बेस्ट फ्रेन्ड। सो पी चाहिँ मैले फर्स्टमा पी मात्र लेख्थेँ, त्यसपछि मैले पिइए लेखेँ अनि अहिले चाहिँ पिइए नै छ। त्यो चाहिँ आइम क्यारिङ माई बेस्ट फ्रेन्ड विथ मी फर एभर एन्ड आई विल फर एभर क्यारी हर होइन, बिकज आई लस्ट माई बेस्ट फ्रेन्ड 2020 अक्टोबरमा चाहिँ सी पास्ट अवे। हामी दुईजनाको सम्बन्ध भनेको चाहिँ एकदमै बेस्ट फ्रेन्ड मात्र होइन कि, सी वाज काइन्ड अफ अ मदरली फिगर टु मी। अनि मेरो प्रोफेसनल लाइफ, मेरो पर्सनल लाइफदेखि लिएर हरेक कुराहरूमा कतिवटा अफकोर्स लाइक साथीभाइमा होइन कतिवटा कुरा चित्त नबुझ्ने भए तापनि सी युज टु अलवेज कम ब्याक टु मी। अनि म पनि आई युज टु अलवेज हुन्छ नि के गर्ने भने। सो सी इज नट फ्रम नेपाल अनि ऊ चाहिँ युके ब्रिटिस थियो। अनि एकदमै हाम्रो चाहिँ सम्बन्ध एकदमै त्यो म एक्सप्लेनै गर्नु सक्दिनँ। सो बिफोर ऊ बित्नुभन्दा अगाडि चाहिँ 2-3 महिना अगाडि चाहिँ आई लाइक वी ह्याड सोर्ट अफ त्यति बेला ठ्याक्क
कोभिडको बेला पनि थियो अनि सी वान्टेड मी टु ह्याभ लट्स अफ त्यो प्रिकसनहरू लियो तिमी त फिल्डमा जान्छ होइन भन्थ्यो ऊ नेपाल पनि कतिचोटि आयो होइन हाम्रो कम्युनिटीहरूसँग उसले काम गरेको छ हाम्रै अर्गनाइजेसनमा पनि उसले सपोर्ट गरेको छ धेरै सी वाज दि ओन्ली पर्सन हु केम टु अस ड्युरिङ हाम्रो तपाईँको अर्थक्वेक जाँदाखेरि होइन सो यति थियो कि मेरो फ्यामिली मेरो सबै थोक भनौँ न त्यस्तो थियो तर अनफर्चुनेटली जुन 2020को कोभिडको बेला थियो त्यो बेला चाहिँ हामी चाहिँ अलिकति त्यस्तै डिस्कसन भयो हाम्रो भनौँ न अनि इट वाज अल अबाउट प्रिकसन होइन तिमी यसरी बाहिर जान्छौ तिम्रो छोरा छ तिमीले यसरी काम गरिरहेछौ भन्ने कुरामा अलिकति म चाहिँ अलिकति स्टबन भएछु कि जस्तो लाग्छ अहिले सोच्दा सो त्यस्तै कुरामा कुरै मिलेन कि उसको र मेरो कतिवटा कुरा मिलेन अनि त्यही हो रिसाएँ म पनि रिसाएँ ऊ पनि टु सम एक्सटेन्ट रिसायो होइन अनि 2-3 महिना नै हामी बोलेको थिएनौँ अनि एक्कासी सी पास्ट अवे इन ग्रिस भनेर मलाई खबर आयो एन्ड देन आई वाज लाइक आइम स्टिल वर्किङ अन त्यो फर्गिभनेस होइन सायद मैले लास्टचोटि पनि मैले कुरा गर्न पाइनँ कि उसँग आई विश आई कुड ह्याभ सेड थिङ्स द्याट आई वान्टेड टु भन्ने चाहिँ लाग्छ अनि एभ्री मेरो अकम्प्लिसमेन्टमा होस् या म लोन्लीनेसमा होस् या मलाई गाह्रो पर्दा होस् होइन अहिले पनि ऊ मसँग छ जस्तो फिल हुन्छ क्या आई कुड नट मैले उसलाई त्यो लेट गो नै गर्न सकेको छुइनँ भनौँ न अहिले यत्रो वर्ष भयो होइन सो या सी अलवेज वान्टेड मी टु बी द्याट काइन्ड अफ अ ह्युमन होइन तिमी यस्तो छौ डु नट चेन्ज होइन उसले मेरो हार्डसिपहरू होइन दुःख गरेकोहरू सबै देखेको छ मेरो छोरा जन्मिँदाको दुःख कष्ट देयर आर सो मेनी थिङ्स यु नो अनि त्यो चाहिँ रिग्रेट गिल्ट अफ नट बिङ एबल टु से सरी पनि अब सो मेनी थिङ्स यु नो इट्स अ मिक्स इमोसन्स अनि या द्याट्स वाइ whatever I write, whatever I say, whatever I post, she's always with me भन्ने चाहिँ मलाई त्यो फिल भइरहेको हुन्छ and that's why it's kind of honoring the friendship between me and Jill. Her name is Jill Bradbury. अनि जहाँ भए पनि उसले मलाई हेरिरहेछ होला खुसी छ होला जस्तो लाग्छ. So if हजुरले आफ्नो बेस्ट फ्रेन्डलाई भन्न चाहेको कुरा लास्ट टाइममा भन्न पाएको भए के भन्नुहुन्थ्यो? I would say sorry भन्थ्यो होला because the thing we discussed was would like regardless of we both coming from different countries, different culture, different mindset of how we should live our lives. And there was one particular thing that brought us together, and that's the humanity. Ani because of that, कतिवटा principles-हरु नमिल्ने हैन, the way she के भन्छ त्यसलाई, she thought about or lived about freedom was different than mine. Yeah, so त्यो पार्टहरुमा चाहिँ अलिकति डिफरेन्सेस आयो भनौँ न. अनि ऊ चाहिँ अपरेसन उसको गराएको थियो अनि त्यही पनि त्यो हुन्छ नि कस्तो त्यो मलाई त्यति बेला आई फिल लाइक आई टुक हर लभ फर ग्रान्टेड जस्तो लाग्छ. सो या You want to be sorry? Yeah, I wish I could have said sorry, at least. Okay, let's not make this podcast सुरुमै रुन्चे फुन्चे. सो तपाईँको बडीमा यति धेरै ट्याटु छ, नर्मली नजाम अलिक यो बडी नै गए.
हजुरले यति धेरै ट्याटुहरू बनाउनु भएको छ होइन आउट अफ अल द्याट ट्याटु तपाईँलाई एकदमै मनको क्लोजमा भएको चाहिँ कुन ट्याटु हो र के त्यसको रिजन चाहिँ के हो I think all of the tattoos, I would say. Right? Yeah, one of the tattoos. एकदमै मेरो एकदमै ऊ चाहिँ I've got this the day she passed away, मेरो best friend. Okay. So yeah, यो छ अनि त्यसपछि I've got this. This is love. त्यो साइन चाहिँ लभ हो साइन होइन यो चाहिँ यो अर्कै भाषामा हो सो इट्स लभ अनि लाइक every one of them and this one is hope yeah so you चाहिँ this is to remind myself that no matter what life ले जे जति दिए पनि आशावादी चाहिँ हुनुपर्छ भनेर there's a reason behind it मैले किन गरेँ अनि there's one यहाँनिर that's the symbol of mental health issues भएको semicolon थाहा छ होला हजुरहरूलाई so I've got the arrow so yeah अहिले त tattoos को त people do it for you know their art मात्र होइन आफ्नो एउटा like they love to do it होइन तर मेरो लागि चाहिँ it's solely story that I've been carrying a lot अनि when I do it I feel good so त्यो अनि यो तिनटाहरू चाहिँ छ there are lot more stories behind lot okay tattoos I'm just watching that grateful वाला part के अहिले अनि त्यो देख्दाखेरि नै I'm feeling grateful and grateful के कस्तो पोजिटिभ एकदम एनर्जी आएको जस्तो भइरहेको छ अब यी सबै काम अर्गनाइजेसन अनि त्यसपछि जुन खालको यो आइडेन्टिटी छ नि एउटा परिन भनेर त्यो आइडेन्टिटीबाट अलिकति पछाडि जाऊँ हामी धरानमा हुर्किँदै गरेको जेठी छोरी जो चाहिँ 15 वर्षको थियो कस्ती थिइन् उनी म जन्मेको धरान भए पनि हामी यता काठमाडौँमा चाहिँ सानै हुँदाखेरि आएको हो म त एकदमै फियर्स नै थिएँ रहेछु अहिले फर्केर हेर्दाखेरि अलिकति बोल्न सक्ने अलिकति कतै केही भयो भने पनि मान्छेहरूको लागि बोलिदिने होइन स्कुलमा पनि त्यस्तै थिएँ म सो आई सी माइसेल्फ एज समवान जो चाहिँ बाहिरबाट हेर्दा चाहिँ कस्तो छुच्ची टाइपको तर मनको चाहिँ एकदमै कमल हो कि थिएँ रहेछु अहिले पनि त्यस्तै छु तर अहिले चाहिँ त्यति साह्रो छुच्ची देख्दिनँ होला जस्तो लाग्छ यु नो सो या त्यति बेलाको परिन हेर्दा चाहिँ काइन्ड अफ एम्बिसियस केही गर्न खोज्ने अनि एकदमै कम्युनिटी वर्कतिर चाहिँ मेरो लगाव थियो भनौँ न होइन त्यस्तो खालके चाहिँ थिएँ म इफ हजुर अहिले हजुर 45 भन्नुभयो हजुरले 15 वर्षको परिनलाई आजको परिनले एउटा लेसन सिकाउनु पर्दाखेरि चाहिँ कस्तो लेसन चाहिँ सिक भनेर भन्नुहुन्थ्यो सिकाउन चाहनुहुन्थ्यो बी योरसेल्फ भन्थेँ म चाहिँ होइन नडराऊ केही मनमा लागेको कुरा छ भने चाहिँ त्यो मनमा लागेको कुरा चाहिँ भन्न नडराऊ आफ्नो पेरेन्ट्स अब त्यो बेला भनेको 15-16 वर्षको उमेरमा अब अफकोर्स लाइक हामी हुर्किँदाखेरि डिफ्रेन्ट थियो त्यो बेलाको समय भनेदेखि हुन त त्यस्तै नै थिए भन्थे पनि तर टु सम एक्सटेन्ट चाहिँ म अझै पनि तिमीले भनेको भए हुन्थ्यो भन भन्ने चाहिँ जस्तो लाग्छ मलाई चाहिँ त्यही भन्थ्यो होला म चाहिँ उसलाई 15 वर्षको परिन जो चाहिँ धरानमा जन्मिनु भयो 15 वर्षको परिन कस्तो थिइन् खासै अहिलेको भन्दा धेरै फरक त म त देख्दिनँ त्यस्तै थियो त्यस्तै नै थियो अलि ऊ चाहिँ भनौँ न सानैदेखि नै अलि बोल्न सक्ने चाहिँ थियो
तर उमेर त्यो बेलाको उसमा चाहिँ अलिकति डराउँथ्यो टाइपको पनि थियो। तर यहाँ फियर्स नै थियो, एम्बिसियस थियो, उसलाई कम्युनिटीको कामहरूमा अलि इच्छा लाग्थ्यो होइन। सो यहाँ त्यस्तो अहिलेको भन्दा त्यति फरक म देख्दिनँ खासै। त्यो बेला अझै धेरै बदमास पनि थियो होइन, डाङडुङ गरिहाल्ने टाइपको पनि थियो। सो या त्यस्तो चाहिँ थियो। अहिले त्यो 15 वर्षको परिनलाई सम्झिँदा चाहिँ हजुरलाई कस्तो खालको फिलिङ आउँछ? त्यो बेला सोच्दाखेरि चाहिँ कतिवटा कुरोहरू चाहिँ अब बुझ्ने मौका नपाएको नै भन्नु पर्ला। हाम्रो त्यो बेलाको र अहिलेको त धेरै फरक छ होइन, समय नै फरक छ। आमा बाबाको एउटा भनौँ न अप्रोचै फरक छ, अन्डरस्ट्यान्डिङ फरक छ। सो त्यो बेला चाहिँ सायद मैले यो कुराहरू चाहिँ त्यति बेला अलिकति मात्रै बुझ्दा भए हुन्थ्यो कि जस्तो चाहिँ लाग्छ कि कता कता चाहिँ होइन। अनि अलि अलि अझै मोर वाइजर अलि छिटो हुन्थ्यो कि जस्तो लाग्छ, बट नो रिग्रेट्स होइन। त्यो परिन पनि त्यो बेला 15-16 वर्षको बेलामा जे गरे उसले एउटा कथा, उसको आफ्नै एउटा कथा छ, अनि त्यो कथाले गर्दा त आज म छु। सो आई डोन्ट रिग्रेट, त्यति धेरै रिग्रेट चाहिँ छैन खासै। अब आफ्नो सपना त्यति बेला खासै नदेख्ने, एकदम जन्डु टाइपको के हाहु होइन, स्कुलमा पनि त्यस्तै होइन। अनि क्लास मोनिटर त्यस्तो टाइपको चाहिँ थिएँ म अलिकति। टिचर्सहरू पनि अलिकति वाक वाक मान्ने होइन। नाउ आई नो वाट वाज द्याट भन्ने कुरा, बट या आइ एम स्टिल ह्याप्पी फर हर। उसले जे गर्यो त्यो एजमा उसले नोइङली त होइन नै रहेछ, अननोइङली गरे हो भनेर चाहिँ। अनि आज म जे छु त्यही परिनले गरेर रहेछु। सो या 15 वर्षको परिनलाई आज हजुरले 45 वर्षको परिनले एउटा लेसन सिकाउनु पर्दाखेरि के लेसन चाहिँ सिकाउनुहुन्थ्यो? अब लेसन त धेरै नै छ होइन, त्यही अघि भने जस्तै अहिलेको र त्यो बेलाको एउटा डिफ्रेन्सेस छ नि त होइन। मेरो अहिले सोच्न सक्ने भएको छु नि त कि कहाँबाट आइरहेको छ यो कुराहरू, मेरो पेरेन्ट्सहरूको कुरा, मेरो आफ्नो बाजे बराजुहरूको कुरा होइन, पेन, हर्ट, गिल्ट भन्ने कुरा। त्यहाँ त्यति बेला अहिलेको मैले चाहिँ त्यो बेलाको परिनलाई चाहिँ त्यही भन्थ्यो, अलिकति पेसेन्स भए हुन्थ्यो है। पेसेन्स भन्ने कुरा चाहिँ सिकाउँथेँ उसलाई, एकदम त्यो क्विक डिसिजन भन्दा पनि अलिकति पेसेन्स, अलिकति धैर्यता भन्ने कुरा चाहिँ सिकाउँथेँ होला मैले उसलाई। हजुर चाहिँ याकथुङबाट बिलङ गर्नुहुन्छ होइन, अनि याकथुङ फ्यामिलीबाट आउँदै गर्दाखेरि चाहिँ कस्तो कस्तो खालको च्यालेन्जेसहरू फेस गर्न पर्यो र के कुरा चाहिँ हजुरलाई एकदम रमाइलो लाग्थ्यो? च्यालेन्जेस त अब जहाँ पनि छ, नट टु त्यो एउटा स्पेसिफिक जातकै उसमा त छैन। च्यालेन्जेस त थुप्रै छ। अब जस्तो मेरो काम गर्ने दौरानमै पनि होइन, अब अलिकति भन्ने के मान्छेहरूले भन्छ नि, ओहो लिम्बुनी, यिनीहरू लिम्बुनीहरू त कडा हुन्छ यस्तो टाइपको। त्यो बेला च्यालेन्ज लाग्थ्यो भने अहिले चाहिँ आई फिल इट, यस यस्तै त हो नि हामी भनेर चाहिँ लिइरहेको छु। आई फिल प्राउड म आफू लिम्बू हुनुमा। अनि एकदम रमाइलो भन्दा पनि मलाई राम्रो पार्ट चाहिँ हाम्रो कम्युनिटीमा चाहिँ त्यस्तो धेरै त्यो जजमेन्टल पास हुँदैन भनौँ न होइन। दे एक्सेप्ट एज हामी चाहिँ छोरी के भन्छ अर्काको घर जाने जात भनेर त्यस्तो साह्रो चाहिँ प्र्याक्टिस भएको चाहिँ म देख्दिनँ। त्यो कुरा चाहिँ म एकदमै रेस्पेक्ट गर्छु हाम्रो कम्युनिटीमा होइन। अनि मलाई एकदमै रमाइलो लागेको भनेको कुरा चाहिँ त्यही हो। अब लिम्बूहरूको रिस कस्तो नाकको टुप्पो हुन्छ, कति रिसाउँछ त्यो चाहिँ रमाइलो लाग्छ मलाई होइन। धेरै मेरो साथीहरूले पनि भनिरहेको हुन्छ त्यस्तो कुराहरू। अनि यहाँ लिम्बूहरूको त थुप्रै थुप्रै कुराहरू छ। अब यतिकै त आएको होइन होला जस्तो लाग्छ अहिले यसो सोच्दाखेरि होइन। हाम्रोमा आमाहरूले घर व्यवहारहरू चलाउने अलिकति हुन्छ नि, होल्ड गर्ने त्यो छ। अनि आई फिल रियली प्राउड टु बी बोर्न इन दिस लिम्बू फ्यामिली। यु आर प्राउड अफ
Yes, of course, I am. जुन स्टोरी भर्खरै हजुरले भन्नुभयो नि याकथुङमा चाहिँ वुमेन रुल्स भनेर मोर देन म्यान त्यो कम्युनिटीमा चाहिँ ब्रट हुँदाखेरि चाहिँ हजुरलाई पहिल्यैदेखि इम्पावर्ड फिल हुन्थ्यो कि अलिकति फरक फिल हुन्थ्यो? होइन, रुल्स भन्दा पनि आई वुड नट से रुल्स चाहिँ अलिकति त्यो ऊ हुनसक्छ, त्यो शब्द चाहिँ Community. आमाहरूले नै रकम यताउता धारण गर्ने होइन डिसिजन मेकिङको कुराहरू भन्छु म चाहिँ। अनि त्यो कुराहरू देख्दा यस अफकोर्स इम्पावर्ड त्यो सिकेर आएँ नि त मैले पनि गर्न सक्छु भन्ने कुरा होइन। मेरो फ्यामिलीहरूमा देखिरहेको हुन्छु, मेरो दिदीहरू होइन, मेरो कजनहरू दे आर डुइङ सो मेनी थिङ्स अफ देयर ओन। त्यो बेलादेखि नै भन्दाखेरि चाहिँ यस आई हेभ लर्न सो मेनी थिङ्स फ्रम देम होइन। मेरो आमा राई हुनुहुन्छ, यद्यपि सी इज लाइक हुन्छ नि अब लिम्बूसँग बिहा गर्नुभएको र पनि सी इज त्यो इम्पावर्ड पनि प्लस यस आई क्यान डु इट भन्ने चाहिँ मोर अफ द्याट चाहिँ म सानै बेलादेखि नै मेरोमा आएको हो। त्यो गर्ने प्रोसेसमा यस आई क्यान डु इट भनेर कतिवटा ब्याड डिसिजन पनि गरेको छु, कतिवटा गुड डिसिजन पनि गरेको छु। सो इट्स अल पार्ट अफ लाइफ यु नो, there's always two parts of the coin भन्छ नि, so it's always there, but still I feel तपाईँले भन्नुभयो जस्तै हामी चाहिँ हुर्किँदाखेरि त्यो इम्पावर्डको चाहिँ सायद हामीले लिएर आएको हुन्छ, त्यो चाहिँ लिएर नै आउनु भएको छ। द्याट्स वाइ आई फिल लाइक यो कम्युनिटीमा पनि लिड गर्न सक्नुभयो तपाईँले, त्यो तपाईँमा थियो पहिल्यैदेखि जिनमा सायद थियो होला है। तपाईँले चाहिँ एउटा समय यस्तो थियो जहाँ जुन समयमा चाहिँ म आफूले आफैलाई पनि चिन्न सकिरहेको थिइनँ र आई फेल्ट लाइक आई वाज नो बडी भन्ने खालको स्टेटमेन्ट पनि दिनुभएको थियो। अनि अहिले र त्यो बेलाको समयमा चाहिँ के डिफ्रेन्स पाउनुहुन्छ र के कुराले चाहिँ नो बडीबाट समबडी बनायो? आई वुड से लाइफको एउटा फेज यस्तो पनि आउँदो रहेछ वेन वी लेट अदर पिपल टु जज अस, वी लेट अरूको जजमेन्ट, अरूको शब्दहरूले चाहिँ आफूलाई डिफाइन गर्न जति हामीले दिइरहेको हुन्छौँ नि, त्यो बेला चाहिँ हो यस मेरो ब्रेनले चाहिँ त्यही भन्न थालेँ कि तिमी वर्थलेस, यस म हो यस्तै हो, यस्तै हुँदै जाँदाखेरि चाहिँ आई लस्ट माई सेल्फ लामो समयसम्म। त्यसपछि चाहिँ जब म एउटा पोइन्टमा आएँ, त्यो इन बिट्विनमा धेरै कुराहरू भयो नि त होइन, आफ्नो कामको कुराहरू पनि हुन्छ, कतिजनासँग मैले काम गरेँ, कतिजना दिदीबहिनीहरूसँग मैले काम गर्ने दौरानमा एउटा एक्सपेक्टेसन आउँथ्यो। अनि मलाई जहिले पनि त्यही हुन्थ्यो कि म त्यही के अघि 15 इयर्सको परिन् भन्ने नै त्यही आउँथ्यो कि म पनि उनीहरूको जस्तो उमेरमा होइन 20 इयर्समा हुँदाखेरि मलाई यो भएको भए मैले यो गर्थेँ भनेर मैले मेरो होल हुन्छ नि एफोर्ट समय सबै दिन्थेँ नि त। अनि कता कता त्यो कुराहरू नपुग्दाखेरि पनि मैले लाइक आई युज टु गेट हर्ट होइन। त्यो कतिवटा कुराहरू आउँदै जाँदै गएपछि एउटा यस्तो पोइन्ट आयो कि ओके नाउ अब म कसैलाई पनि मलाई डिफाइन गर्न दिन्न होइन, कसैको शब्दहरूले पनि मलाई सानो बनाउन दिन्न, रिगार्डलेस अफ मेरो जस्तोसुकै जेसुकै पास्ट होस् होइन, रिगार्डलेस अफ मेरो फल्ट मेरो मिस्टेक्सले गरेर होइन। अनि त्यो एउटा समय चाहिँ तपाईँको नट द्याट फार इट स्टार्टेड कमिङ 2017-18 देखि चाहिँ मेरो अलिकति खुल्न थालिसकेको थियो क्या त्यो अवेरनेस भन्ने कुरा। बट फुल फ्लेजमा चाहिँ 2020 देखि नै मेरो चाहिँ स्टार्ट भयो कि हाउ आई एक्सेप्ट माई सेल्फ इज मोर इम्पोर्टेन्ट देन हाउ अदर पिपल एक्सेप्ट मी के। इट्स क्वाइट डिप। तर अनि त्यसपछि आई लस्ट माई बेस्ट फ्रेन्ड, देन द्याट वाज द टर्निङ पोइन्ट। आई फेल्ट लाइक आई लस्ट म अब के पनि हुन सक्दिनँ त्यस्तो त्यो एउटा फेजबाट गुज्रेँ कि अलरेडी त्यति धेरै भइसकेको थियो मेरो लाइफमा। त्यसपछि ऊ नहुँदा पछि नै मैले उसलाई गुमाएँ पनि, तर त्यो गुमाउनु साथसाथै मैले आफूलाई फेरि ओके एक्सेप्ट द्याट सी इज नो मोर देयर, यु गट डु इट योर सेल्फ भन्ने पनि आयो। सो या द्याट्स हाउ
एज अ चाहिँ आफूले पाउँदा सी इज अलवेज विथ मी बिकज अफ हर I could now see what I can do. न त जहिले पनि in some way or the other, I believe I was very emotionally attached. I was very केही गर्नै सक्दिनँ जस्तो फिल म त्यस्तो भएको थिएँ रहेछु कि with people, with memories, and then somehow I left कतिवटा पार्ट्सहरू. I had to break it down. I had to cry alone. I had to switch off my mobiles. I had to get out of all the social medias. That's how I did. And I finally found myself as not new Parin, but very strong one, who is not, who can, त्यो जुन fear थियो, त्यो जुन एक्लै हुन्छु भन्ने fear थियो, and I'm leaving it now. So what could be more empowering and a strong thing to happen in a person like me once again? To have that strength and to accept the fact that I'm all alone and that's okay, Yeah. Me time or alone time चाहिँ कसरी spend गर्नुहुन्छ अनि what do you like about that? Oh my god, मेरो me time भन्ने वर्कआउट्स गर्दा हो me time. अनि त्यसपछि जर्नलिङहरू गर्छु. अनि those are the things मेरो me time भनेको. Apart from that, yes, अब बिहान उठ होइन 5:30 बजी उठ छोराको लागि सबै चिज गरिदियो and I have to send him to school. त्यसपछि बल्ल हो मेरो जिम स्टार्ट हुने, जर्नलिङ गर्ने. सो या मलाई एकदमै गर्न मनपर्ने भनेको त्यही हो, वर्कआउट्स हो. मेरो फिटनेस जर्नी पनि 2020देखि नै स्टार्ट भएको हो. बिफोर आई लस्ट माई बेस्ट फ्रेन्ड, बट देन सी वाज भेरी प्राउड अफ मी वेन आई वाज डुइङ द्याट एन्ड होइन. अनि त्यसपछिको अर्को चाहिँ पार्ट भनेको मी टाइम. अनि मेरो लागि एकदम थेराप्युटिक भनेको चाहिँ आई लभ कुकिङ. Cooking is my love language. I love to cook. I love to invite people whom I love, whom I'm very attached. Ani baira gaera bhanda pani I want to cook for them. I want to khau please chakana so I love to cook, and that's the best part. It's for me ke mero lagi chai. Somewhere cooking has helped you to heal yourself? A lot, yes. Cooking, workouts, journaling. मैले अनफर्चुनेटली मैले त्यस्तो धेरै रिट्रिट्सहरू म गएको छुइनँ, जाने मेरो मौका मिलेको छैन अहिले आजको दिनसम्म भन्नु नै पर्दा. मैले कोर्सेसहरू पनि त्यस्तो लिएको छुइनँ. बट इट हेज कम टु मी इन सच अ वे कि आई क्यान कनेक्ट विथ द एनर्जिज टु सम लेभल एन्ड what it's trying to say, what my body is trying to say, and what I'm feeling, those are the things. So मेरो लागि चाहिँ it's very एकदमै important छ कि यो process मा आउँदाखेरि. I've cried a lot. Sometimes I break down. कहिले काहीँ त हुन्छ नि घरमा वर्कआउट्स गरिरह हुन्थे म 4-5 years, almost 5 years म घरमै वर्कआउट्स गरे हो. म त रुने के त्यति बेला यस्तो बर्स्ट आउट हुन्थे होइन. सो दोज आर द थिङ्स द्याट वी गो थ्रु के. अनि आई थिङ्क द्याट्स भेरी इम्पोर्टेन्ट फर अ पर्सन टु एक्सेप्ट द फ्याक्ट द्याट यो कुराहरू मसँग छैन र यो कुराहरू चाहिँ मसँग छ भनेर क्ल्यारिटी पाउनुको लागि चाहिँ वी हेभ टु गो थ्रु द्याट जस्तो लाग्छ मलाई. एन्ड आई बिन थ्रु द्याट एन्ड आइ एम रियली प्राउड अफ माइसेल्फ द्याट आई बिन going through that journey now and then. अहिले पनि छु, अहिले पनि मलाई थट्सहरू फिलिङ्सहरू आयो भने कसैलाई भन्न सकिनँ भने आई हेभ माई जर्नल. जर्नल इज माई बेस्ट फ्रेन्ड. आई क्राई. म लेख्दाखेरि पनि रुएर लेखिरहेको हुन्छु, कहिले हाँसेर लेखिरहेको हुन्छु. एन्ड इट्स ओके, इट्स ओके टु टक टु यर सेल्फ. कति अरूसँग मात्र कुरा गर्ने होइन, आफूसँग पनि कुरा गर्ने. म त आई स्पिक टु माई सेल्फ. आई लभ द्याट. डु यु talk in front of the mirror? Yes, I do. I dance. I put the music. आफ्नै तालमा होइन म नाच्छु गाउँछु. Yeah, it's beautiful. अनि I have seen that तपाईँको अहिले लिभिङमा एउटा ठुलो मिरर पनि आएको छ है. Yes. पहिला थिएन, सानो थियो, अहिले ठुलो भर्जन आएको छ. अनि I just click there. So एक्लै नाच्न
खेल्न रुन वर्कआउट गर्न जर्नल गर्न मनपर्ने परिनलाई कोही मान्छे साथ भइदियोस् अथवा भइदिएको भए अझ राम्रो हुन्थ्यो भन्ने चाहिँ कहिले पनि फिल भएन? कहिलेकाहीँ आउँछ, आई हेभ टु बी अनेस्ट, होइन आउँछ, कोही भइदियोस् जस्तो हुन्छ, बट द्याट्स नट द एन्ड अफ द लाइफ जस्तो पनि लाग्छ। त्यस्तो हुनको लागि पनि वी हेभ टु हेभ द्याट रहेछ कि एउटा ग्राउन्ड लेभल एउटा अन्डरस्ट्यान्डिङ चाहिँ हुनुपर्ने रहेछ। त्यो हुन्छ, कोही भइदियोस् होइन साथ भइदियो जस्तो पनि लाग्छ, कहिलेकाहीँ चाहिँ फेरि दिक्क पनि लाग्छ अरूको देखेर। म आफू पनि पढाएको छु, सो यु नो आइ एम वेल अवेर वाट ह्यापन्स नेक्स्ट भन्ने कुरा, सो आइ एम काइन्ड अफ लाइक ओके अहिले इट्स फाइन होइन, आइ एम मोर फोकस्ड अन माइ सेल्फ। मेरो छोरा नै हो मेरो जिन्दगी, मेरो वर्ल्ड, उसको लाइफ मा मैले केही टेवा पुऱ्याउन पायो, उसले सोचेको जस्तो कुरा भइदियोस् जस्तो लाग्छ नि त मलाई होइन। सबै आमाहरूलाई पेरेन्ट्सहरूलाई हुन्छ, सो आइम मोर फोकस्ड अन द्याट। अरूभन्दा नआउने चाहिँ होइन, आइम जस्ट बिङ अनेस्ट। So there is your son besides you. Yes, he is, but he's growing up and I can't. He has his own life. He has his own life, and you know. त्यो कुराहरू पनि त मलाई हिलिङ जर्नीमा जब म आएँ त्यसपछि चाहिँ मैले एक्सेप्ट गर्न थालेको छु कि आइ एम नट हियर टु चेन्ज मेरो छोरा के, बट आइ एम हियर टु गिभ मैले अन्ली गाइडेन्स होइन, तिमी यो भयो भने यस्तो हुन्छ यस्तो हुन्छ, बिकज एट द एन्ड अफ द डे लाइक आई लिभड माई लाइफ, ही हेज टु लिभ हिज ओन होइन र, सो आई क्यान ओन्ली से द्याट के तर आउन चाहिँ आउँछ यस्तो हेर्छु समटाइम्स यु नो ओ वाउ नाइस हुन्छ नि, इट्स ब्युटिफुल भन्ने जस्तो पनि लाग्छ। तर बिकज अफ माई ओन लाइफको एक्सपिरियन्सहरूले गर्दा चाहिँ आम बिट स्केयर्ड चाहिँ हुँदो रहेछ कि हुन्छ नि, बट आइ एम ह्याप्पी नाउ। एक्लै पनि ठिक छु, खुसी छु। त्यो एक्लै भन्दा पनि वाट एक्लै मिन्स भने जस्तो लाग्छ मलाई अहिले चाहिँ क्वेसन चाहिँ होइन, के हो त्यो एक्लै भने होइन। इफ आई वान्ट टु सेयर दिस माई जर्नल, इफ आई वान्ट टु क्राई I've got my other best friend, or other friends whom I feel comfortable. I have my own close group in my social handles. I throw tantrums or whatever, the complaints, and they listen to me. So I don't think म एक्लै जस्तो चाहिँ लाग्दैन, but yes घरको पाठहरूमा अनि कहिलेकाहीँ यस्तो हार्ड त्यो हुन्छ नि त्यो सिचुएसन आउँदाखेरि चाहिँ आई विस सुन त अथवा यस्तो यस्तो त्यो हुन्छ नि आई विस आई कुड कल एन्ड देन आस्क होइन यस्तो भइरहेछ कि त्यो चाहिँ sometimes I miss that. Do you have any memory or moment कि छोरालाई देख्दाखेरि okay this is my life and I'm building his life पनि मेरो लाइफ पनि भन्ने एउटा कुनै मोमेन्ट छ? मेरो त त्यही बेला नै हो जुन बेला आई फाउन्ड आउट द्याट आई वाज प्रेग्नेन्ट। किन भन्दाखेरि यस्तै छ मेरो मेरो आफ्नै कहानी छ। सो द डे आई फाउन्ड oh yes, I'm pregnant. And that was it. That was it. I decided to have a baby. Then I did it, and it's beautiful. I love him. Yeah. So I also love him in a way that he's making his own world. ऊ आफै उड्ने प्रयास गर्दैछ अनि मैले उसलाई उड्न दिनुपर्छ। I don't want to be like एकदमै त्यो त्यस्तो होइन strict parents. Strict to some extent, yes, I am. किन भन्दाखेरि अघि पनि हामीले कुरा गऱ्यौँ नि 15 वर्षको परिन पेसेन्स होइन यो एङ्गर म्यानेजमेन्ट त्यो पार्टमा चाहिँ आई एम ट्राइङ माई लेभल बेस्ट टु टेल हिम होइन मेरो एक्सपिरियन्सको आधारमा हुन्छ कि मेरो थट्स थिङ्किङ अथवा मेरो चेन्जेसको बारेमा कसरी हुन्छ त्यो चाहिँ म भन्ने गर्छु। बट एट द एन्ड अफ द डे इट्स हिम, he has to deal with it. So yeah, from the day I found that I'm pregnant, that was it. I decided he's my world. He will always be my world, no matter with whom he's gonna settle, with where he will be
or where I will be or with whom I will be. So it goes both ways, and he has been very understanding छोरा. Yeah, मलाई चाहिँ he एकदमै is. understanding छ. उसले चाहिँ धेरै कुराहरू he knows pretty much of about my life, An about awareness छ yes, एउटा sort yes. of Yeah. So he knows what his mom has been through life. He knows मम्मीले कसलाई माया गरेको थियो. He knows मम्मीले चाहिँ कसलाई मन पराएको थियो. You know, all these things. And yeah, he's bit अलिकति protective पनि छ. एकदम हुनु पर्यो. अलिकति protective पनि छ, but I know it comes from love and respect, but also I'm very much aware of you know this एकदमै त्यो मेल त्यो सेन्ट्रिकबाट पनि नहोस् भन्ने चाहिँ चाहन्छु म चाहिँ हैन. अनि म चाहिँ उसलाई भनिरहेको हुन्छु यस्तो चाहिँ हुनु हुँदैन है भनेर पनि भन्छु. Don't worry, your mama can take care of her heart and her life भन्छु अनि सेटल गर्छु उसलाई. It's a beautiful journey. Yeah. सुन्दै आनन्द आउने रमाइलो लाग्ने. Thank you. है. सन् 2006 मा ली फिट्ज गर्ल्यान्डले तपाईलाई तिमी आफ्नो जीवनमा के गर्न चाहन्छौ भनेर सोध्नु भएको थियो अरे. त्यतिखेर तपाईको जवाफ के थियो र अहिले के त्यो साच्चीकै तपाईको जीवनमा भएको छ? मेरो जवाफ त्यही हो. म जस्तो एउटा सिचुएसनबाट गुज्रेको थिएँ, मलाई अरू दिदीबहिनीहरू नगुज्रोस् जस्तो लाग्छ, एउटा सेफ स्पेस बनाउन पाए हुन्थ्यो जस्तो लाग्छ भनेर भनेको थिएँ. अनि अहिले नट 100%, तर यस कतिवटा पार्टमा चाहिँ पुरा भएको अनुभव गर्छु. किनभने हाम्रो अर्गनाइजेसन दृष्टि नेपाल जो चाहिँ महिला लागु औषध प्रयोगकर्ता सँग काम गर्छ. अब यत्रो वर्ष भयो नि त काम गर्ने दौरानमा हामीले सेल्टर पनि चलाएको थियौँ, हामीले ड्रप इन सेन्टर पनि चलाएको थियौँ. अब वी वर द फर्स्ट अर्गनाइजेसन होइन, बाई एन्ड फर भनौँ न, पियर लेड अर्गनाइजेसन भएको कारणले गर्दाखेरि चाहिँ हामी पहिलो थियो त्यति बेला. अब अहिलेको कन्टेक्स्टमा पो थुप्रै तपाईँहरूले पुनर्स्थापना केन्द्रहरू देख्नुहुन्छ, थुप्रै सुनिराख्नु भएको छ, धेरै दिदीबहिनीहरू बाहिर अहिले आइराख्नु भएको छ. आई थिङ्क त्यो त्यसरी आउनुहुने दिदीबहिनीहरूको लागि एउटा ठाउँ बनाउनुमा पनि हाम्रो संस्था दृष्टि नेपालले चाहिँ ठुलो भूमिका खेलेको छ जस्तो मलाई अनुभव लाग्छ. चाहे उहाँहरूबाट यस्तो कुरा आए पनि नआए पनि, किन भन्दा 2006 भनेको त तपाईँको 20 वर्ष अगाडि त क्वेसन नै छैन क्या. ओहो महिलाहरू पनि यस्तो छ र अहिले त छ भनेदेखि 20 वर्ष अगाडिको सोच्नुहोस् त होइन. त्यो बेलामा हामीले संस्था खोलेर पहिलोचोटि नेपालमा ठाउँ ठाउँमा गएर जहाँ चाहिँ पकेट एरिया भन्छ, जहाँ चाहिँ रिस्क र भल्नरेबिलिटीको म्यापिङ भएको थियो, त्यो ठाउँमा गएर हामीले दिदीबहिनीहरूलाई भेटेर उहाँहरूसँग कुरा गरेर अनि चाहिँ नेसनल लेभलको प्रोग्राम्सहरू डिजाइन गरेर डोनरहरूसँग लबी गरेर बल्ल आई बिलिभ 2000 तपाईँको 13-14-15देखि मात्र होला यो रिह्याबहरू चाहिँ महिला को लागि भनेर चाहिँ सुरुवात भएको के. अन्त त्योभन्दा अगाडि फाटोफुट्ट एउटा हाम्रो थियो, एउटा अर्को रिचमोन्ड फेलोसिप थियो महिलाहरूकै लागि भनेर थियो, अहिले पुरुषहरूको लागि पनि थियो, अनि अहिले महिलाहरूको लागि चाहिँ अहिले छैन के अरे थियो. अनि त्यसपछि हामीले नै चाहिँ यता चितवनमा गएर पनि एउटा एकता नेपाल भन्ने, अनि त्यसपछि एकता नेपाल भन्ने चितवनमा छ. हाम्रोमै हुनुहुन्थ्यो उहाँ बहिनी, उहाँले अहिले चलाइराख्नु भएको छ. सो 2-3वटा हातमा गर्न सक्ने थियो के. हामीले सुरु गरिसकेपछिको 1 दशकसम्म भनौँ न. अब अहिले त कतिवटा भइसक्यो, मलाई नै थाहा छैन कतिवटा रिह्याब छ भन्ने कुरा. अनि प्लस फेरि हामी चाहिँ रिह्याब यो पुनर्स्थापना केन्द्रतिरको कार्यक्रम भन्दा पनि हामी चाहिँ अहिले तपाईँको पोलिसीतिर चाहिँ धेरै काम गरिरहेछौँ होइन. मुभमेन्ट बिल्डिङतिर काम गरिरहेछौँ. किन भन्दाखेरि लागु औषध प्रयोग गर्ने दिदीबहिनीहरूको चाहिँ लागु औषध मात्र समस्या
हुँदैन कि होइन। र होइन होइन पनि पनि हो होइन होइन हो। अनि त्यो खालि हामी त अब सुरुवात गर्दाखेरि त तपाईँको एउटा जेमा पनि प्रोसेस हुन्छ नि अनि त्यो प्रोसेस बुझ्दै जाँदाखेरि चाहिँ हामीलाई चाहिँ एउटा कन्फाइन जस्तो पनि गरियो एउटा हिसाबले हुन त अहिले पनि तपाईँको थुप्रै थुप्रै दात्री संस्थाहरूले करोडौँ पैसाहरू अब आइरहेछ होइन डोनेसन्स फन्डिङ्सहरू छ तर पनि त्यो चाहिँ खालि एचआइभी पर्सपेक्टिभबाट मात्र छ अनि दृष्टि नेपालले चाहिँ यत्रो लामो काम गरेपछि चाहिँ वी स्टेप्ड आउट अफ एचआइभी स्पेक्ट्रमबाट चाहिँ हामी आउट भएर चाहिँ अहिले चाहिँ हामी चाहिँ होइन हाम्रो लागि त खोइ त दिदीबहिनीहरूको नागरिकता छैन सिङ्गल मदर्स छ यौन तथा प्रजनन स्वास्थ्यको कुराहरू छ त्यहाँ जान सकेका छैन होइन जेन्डर बेस्ड भाइलेन्स छ होइन उहाँहरू चाहिँ ड्रग युज गरेकै आधारमा चाहिँ घरबाट निकालिया छ यस्तो कुराहरू त कहिले एड्रेस गर्ने त भनेर चाहिँ अहिले दृष्टि नेपालले चाहिँ त्यस्ता कुराहरूमा चाहिँ हामीलाई पनि चाहिँ जुन हाम्रो नेपाल सरकारले दिएको सेवा सुविधा अथवा जति पनि महिलाका अधिकारका जति पनि बुँदाहरू छ नि त्यो त्यसमा चाहिँ हामी छुटिनु हुँदैन भनेर चाहिँ हामी वकालत गरि नै रहेको छौँ क्या अनि ठाउँ ठाउँमा जाने हामी पनि छौँ भनेपछि त ओके होइन हाम्रो चाहिँ यो समुदायको दिदीबहिनीहरूलाई पनि हामीले छुटाउनु हुँदैन भनेर हामीलाई थुप्रै मिटिङ्सहरूमा बोलाउनुहुन्छ उहाँहरूको कतिवटा बनाइराख्नु भएको हुन्छ नि त डकुमेन्ट्सहरू प्रोग्राम्सहरू डिजाइन भइरहेको हुन्छ नेपाल सरकारले त्यस्तो कार्यक्रमहरूमा हामी जान्छौँ र हामी चाहिँ समावेशिताको कुराहरू गर्छौँ कि किन भन्दाखेरि समावेशिता र जब हामी महिलाका कुराहरू गर्छौँ नि त्यो महिलाभित्र पनि विभाजन छ कि होइन विभाजित भएका छौँ के त्यो विभाजन हुन हुँदैन र हरेक महिलाको अधिकार चाहिँ सुनिश्चित हुनुपर्छ र ती महिलाहरूमध्ये चाहिँ हामी पनि छौँ भनेर चाहिँ दृष्टि नेपालले चाहिँ त्यो पर्सपेक्टिभबाट काम गरिरहेको छ र आवाज उठाइरहेछ हजुर दृष्टि नेपाल भन्दै गर्दाखेरि चाहिँ हजुरले दृष्टि नेपाल एउटा यस्तो अवस्थामा बनाउनु भएको थियो जुन बेलामा चाहिँ तपाईँ आफैलाई र अरूलाई पनि नेपालका कति दिदीबहिनीहरूलाई पनि एउटा सेफ स्पेस चाहिएको थियो होइन एउटा सेफ स्पेस खोज्दै गर्दाखेरि दृष्टि नेपाल बन्न गयो र यो अहिले यहाँसम्म पुगेको छ हजुर है अहिले र पहिला हेर्दाखेरि त्यो सेफ स्पेस कतिको बन्या छ र त्यो साँच्चीकै सेफ भएर महिला दिदीबहिनीहरू अगाडि बढ्न सकेका छन् अनफर्चुनेटली छैन भन्छु म त्यो सेफ स्पेस अझै पनि बन्न सकेको छैन र बनाउने कोसिसमा छौँ तर यो भन्दै गर्दाखेरि चाहिँ त्यो बेलाको र अहिलेको समय हेर्दाखेरि चाहिँ दिदीबहिनीहरू धेरै नै एम्पावर्ड हुनुभएको छ आफ्नो कुराहरू राख्न सक्ने हुनुभएको छ र आफ्नो अधिकारहरू सर्टन कुराहरूमा चाहिँ उहाँहरूले एक्सर्साइज गर्न सक्ने चाहिँ हुनुभएको छ हजुरले 5 वर्षसम्म चाहिँ होम वर्कआउट गर्नुभयो होइन कन्सिस्टेन्टली अनि भर्खर यु हेभ जोइन्ड द जिम या अनि 5 वर्षसम्म होम वर्कआउट गर्दाखेरि चाहिँ वाट मोटिभेट्स यु र वाट मेक्स यु कन्सिस्टेन्ट फर 5 इयर्स तपाईँले मलाई कन्सिस्टेन्सीको कुरा सोध्नुभयो बट अनेस्टली स्पिकिङ एन्ड म अनेस्ट हुन चाहन्छु मेरो 5 इयर्समा पनि मैले कति मन्थ चाहिँ म कन्सिस्टेन्ट हुन सकिनँ कहिले विक अनि कहिले त मन्थ्स होइन महिनौ पनि मैले नगरेको पनि छ मेरो अनुभव चाहिँ तर के कुरा चाहिँ त्यो नगर्दाखेरिको पनि मलाई गाह्रो भएको कुराहरू पनि छन् जुन म भन्न चाहन्छु जबदेखि मैले चाहिँ वर्कआउट्सहरू गर्न थालेँ तब मेरो नम्बर 1 भनेको पिरियड अन टाइम होइन अनि र जब मैले वर्कआउट सुरु गर्थेँ इट वाज अल फ्रम हेट्रेड थियो क्या मेरो आफ्नो शरीर प्रति हेट नफरत होइन सबैले मोटी होइन अनि कतिजनाले त अब भने पनि थियो विच आई डोन्ट वान्ट टु से कस्तो भनेर मलाई अब आई डोन्ट नो पिपल दे हेभ लेफ्ट मी इन कोल्ड बिकज अफ माई बडी वेट वाट्सोएभर सो आई थट लाइक ओके बिकज अफ दिस पिपल डोन्ट लाइक मी भन्ने फिल भएर चाहिँ मैले स्टार्ट गराएको थिएँ कि बट देन ग्रेजुअली कन्टिन्युस अराउन्ड 2 इयर्ससम्म चाहिँ एकदमै कन्सिस्टेन्ट थिएँ एकदमै विथ फुड यु नो विथ एभ्रिथिङ
consistent थिएँ, but in between I lost the momentum. So many things happened in life, again back and forth, त्यस्तै हो, काम and this thing, also my friend होइन, त्यो भएर चाहिँ I've lost त्यो momentum lost हुँदाखेरि चाहिँ मलाई गाह्रो भएको थियो. I started crashing down emotionally, mentally, physically. त्यो हुने बित्तिकै के हुन्छ त मेरो पर्फर्मेन्स लो हुन थाल्यो, त्यस्तो भयो. Then again it's I would say it's a constant battle for a person like me who has been through quite a lot, physically, emotionally, sexually, एउटा भाइलेन्समा परेको मान्छे हो म. त्यो कारणले गर्दाखेरि पनि मेरो धेरै कुराहरू ट्रिगर हुने, ट्रमाटाइज हुने त्यो आइरहेको छ क्या. अनि यो आइरहेको छ भनेर मैले यसरी भन्नको लागि पनि मलाई यत्रो वर्ष लाग्यो क्या. नाउ आइम जस्ट टेकिङ इट भेरी एकदमै ग्रेसफुल्ली. आयो भने पनि आई टेक इट लाइक ओके आउँछ, नाउ आई हेभ टु लेट इट गो भनेर चाहिँ यो एउटा प्र्याक्टिसको रूपमा गर्दै जाँदाखेरि चाहिँ अहिले फाइनली 5 वर्ष बाद घरमा मेरो जुन एउटा कम्फर्ट लेभल थियो, मलाई त्यो कम्फर्ट लेभलले मलाई मेन्टली स्ट्रङ बनाए पनि मेरो कता न कता मेरो कन्फिडेन्स लेभल चाहिँ कता चाहिँ हराइ पनि रहेको थियो क्या. यु नो, अनि मलाई गाह्रो पनि भइरहेको थियो कि त्यो कारणले गर्दाखेरि. अनि जुन एउटा मैले बडीमा एउटा चेन्ज देख्न चाहिरहेको थिएँ, मेरो एउटा I'm not working out to have 6 packs or, you know, muscles. No, I'm working out for my mental health. I'm working out for myself. I'm working out so that I can work, I can deliver. मैले जुन मैले डेडलाइन दिएको छु मेरो कामहरूमा मैले त्यो पुरा गर्न सकौँ भनेर हो कि मैले वर्कआउट गरेको चाहिँ. हुन्छ नि, आई वान्ट टु बी स्ट्रङ. मेरो छोरा नहुँदा त त्यत्रो 2 तल्ला माथि त पानी कसले ल्याउँछ त, मैले हो नि त होइन. कहिलेका ग्यास सिद्धिरहेको हुन्छ, 2 तल्ला माथि कसले लिएर आउनु पर्यो त, मैले हो नि त होइन. कहिलेका चामल सिद्धिरहेको हुन्छ. सो आई यु नो इट्स अल बिङ इन्डिपेन्डेन्ट फिजिकली. द्याट्स वाट फिटनेस or workouts for me. सो या म अहिले जिम जान थालेको फर्स्ट मन्थ गएँ, मैले अलिकति सेयर पनि गरेको छु. सर्टन कम्प्लिकेसन्सहरू अथवा मलाई नै गाह्रो कतिवटा भयो, अनि अहिले फेरि मैले स्टार्ट गरेँ. सो I keep coming back. Just want to say that consistency भन्ने कुरा खास मेरो लागि चाहिँ doesn't work the way other people define it. Okay? It works in a very different way for me. You understand? So मलाई चाहिँ consistency means keep coming back. Keep getting back where you left. You are not starting from zero भन्ने त पुरै देखिरहेको हुन्छ नि त होइन. You are starting from somewhere. At least म आजभन्दा 5 years अगाडि जुन हेट्रेटमा गरेको परिन्थेँ नि आफ्नो बडीलाई हेर्ने त त्यो त छैन नि त. And that's the biggest achievement for me. I do it because I love my body. I want to be strong. You know, so that's the biggest thing I've achieved जस्तो लाग्छ मलाई अहिले मेरो फिटनेस जर्नीमा चाहिँ. अनि जिम गइरहेको छु. I'm very happy. I feel very fresh. I look beautiful. I am beautiful. I can say that to me now. And that's what fitness, this workouts do to us. Okay? हामीलाई चाहिँ त्यो दिन्छ है. I can say I'm beautiful. नत्र भने म खासै के भन्छ त्यसलाई, wow, beautiful, you are this and that भन्दाखेरि म एकदम ट्रिगर हुने मान्छे थिएँ कि. Why would you say that भन्ने मान्छे थिएँ. But now I take compliment as I'm understanding myself. Of course I'm beautiful. Thank you so much. You know, there's a difference, Rita. And of course I am beautiful. And if someone says, "Oh, you're hot," oh, thank you. I know I'm hot. I think that's the biggest thing that we as in women or as a mother, we have to tell ourselves. No one कसैले नभने पनि आफूलाई त भन्न पर्छ नै. You know. That's our confidence जस्तो लाग्छ. मलाई सुनिराख्न मन लाग्यो. अब के रमाइलो लाग्यो, सुनिराख्न मन लाग्यो. हजुरले भन्नुभयो कि म भाइलेन्समा परेको मान्छे हो भनेर. एन्ड मैले तपाईँको एउटा इन्टरभ्यूमा पनि देखाएको थिएँ कि म भाइलेन्समा परेको छु भनेर मैले तब बोल्न सकेँ जब म आर्थिक रूपमा सशक्त भएँ.
भनेर तपाईँले भन्नुभएको थियो सो फाइनेन्सियल इन्डिपेन्डेन्सी चाहिँ कतिको इम्पोर्टेन्ट रहेछ भनेर हजुरले यो सबैजनालाई इक्जाम्पल दिएर आइराख्नु भएको छ यु हेभ टक्ड भेरी ओपनली अबाउट इट सो फाइनेन्सियल इन्डिपेन्डेन्सी सबैलाई हुन जरुरी छ र सबैजनालाई चाहिँ किन फाइनेन्सियली इन्डिपेन्डेन्ट हुन जरुरी छ भन्ने कुरालाई चाहिँ अलिकति डिफाइन गरिदिनुहुन्छ कि वेल धेरै त त्यो डेफिनेसन एकदमै मेरो भेग छैन र मेरै आफ्नै अनुभवमा मैले भन्ने हो भने फाइनेन्सियल इन्डिपेन्डेन्स इज अलवेज कनेक्टेड विथ डिसिजन मेकिङ के सो जब हामी आफ्नो लागि चाहिँ आफै निर्णय गर्न सक्ने क्षमता बनाउँछौँ नि त्यही नै ठुलो कुरा हो क्या त्यो चाहिँ जब हामी आर्थिक रूपमा सबल हुन्छौँ एटलिस्ट काम गरेर आफ्नै पैसाले चाहिँ आफ्नो लागि गर्न सक्छौँ नि तब चाहिँ आउँछ क्या सो मेरो लागि र मैले सबैलाई भन्ने गर्छु नि यो कुराहरू किन भाइलेन्समा पर्नु पर्यो र पढ्नुभन्दा अगाडि नै आफू आर्थिक रूपमा शक्तिशाली हुयो के डजन्ट मिन द्याट एकदमै लाखौँ करोडौँ त्यो बिलियनर मिलियनरको कुरा गरेकै होइन होइन आफ्नो लागि आफै गर्न सक्ने जब हामी सक्षम हुन्छौँ आफूले क्षमता अभिवृद्धि आफूले गर्छौँ नि त्यहाँदेखि नै सुरुवात हुन्छ कि आफ्नो लागि के सही को सही र को गलत त्यो हुने बित्तिकै त तपाईँको यो हिंसाको कुराहरू भाइलेन्सको कुराहरू अरूले हामीलाई फाइदा उठाउने कुराहरू धेरै नै कम्ती भएर जान्छ क्या सो आई अल्सो स्टप टकिङ अबाउट ब्याक एन्ड फोर्थ मेरो त्यो भाइलेन्सको कुराहरू क्या that's what I said, you know. I want to talk about के रहेछ त and how we can prevent. The only thing we can prevent women यो भाइलेन्सको पार्टमा हेर्ने हो भने चाहिँ हामी चाहिँ हुनैपर्छ फाइनेन्सियली इन्डिपेन्डेन्ट भइसकेपछि जब आफ्नो लागि आफै निर्णय गर्न सक्नुहुन्छ नि त्यसपछि रेस्पोन्सिबिलिटी पनि लिन सक्ने भएपछि एभ्रिथिङ विल बी लाइक फल डाउन यस होइन अनि अरूले पनि हामीलाई हेप्न सक्दैन नि त त्यो नजरै फरक पर्छ होइन हुन त कतिजनाले भन्छ ओ माई गड मैले सुन्ने गर्छु नि के भन्छ मनी इज नट एभ्रिथिङ Of course, money is not everything, but money is that thing which will fill your belly. होइन अब पैसै भएन भने त मैले कसरी मेरो छोरा पढाउन सक्थेँ त Of course, होइन हो नि म आफूले आफैलाई पनि त मेरो सानो कुराहरू कसै म अरूमा डिपेन्ड हुन पर्यो भने त त्यो त भएन नि त होइन अब कतिजनाले त भन्छ नि ए आजकलकोहरू यस्तो पैसा कमाउने भएपछि फुइँ लडाउँछ यस्तो होइन Excuse me, we are creating a society where हामी सबैले कति सुन्दर भविष्य बन्दैछ कि खासमा भन्ने हो भने होइन पार्टनरसिपको कुराहरू आउँदैछ नि त एउटाले यति गर्यो भने एउटाले यति गर्छ एउटाले घर भाडा तिर्यो भने एउटाकोले ग्यास किनिन्छ सिम्पल एज इट इज नो वाइ पिपल आर मेकिङ इट कम्प्लिकेटेड क्या होइन मलाई त्यो पर्सपेक्टिभबाट हेर्छु क्या सो आफ्नो लाइक बडी अनि आफ्नो इच्छा आफ्नो करियरको लागि चाहिँ डिसिजन मेकिङ जब हामी गर्न सक्छौँ नि तब हाम्रो आफूलाई कसैले केही गर्यो भने हामी आफै फाइट पनि गर्न सक्छौँ क्या किनकि त्यो बेला त मेरो लागि कोही पनि थिएन नि त आई वाज भेरी यङ आई वाज अ टिन एजर when I was going through all the things in life and then my life turned out like upside down. अब अहिले यसरी भन्न सक्नु नै मेरो लागि अहिले म रुदिन नि त त्यो बेलामा त म त रुन्थेँ नि त पैसा पनि थिएन कमाइ पनि थिएन काहीँ जम के गरौँ के पनि गर्नु सक्दिन थिएँ के आइडिया पनि थिएन अहिलेको जस्तो सोसियल मिडियाको जमाना पनि थिएन होइन सो अहिले त आई गिभ माई सेल्फ पर्मिसन नि त what to do and what not to do. What are your dislikes and what are your likes? You know, when to say this and when to say that, and whom to choose. You know, be it friends, be it partners, be it whatever. So that only came from financial independent भएको कारणले हो नि त यत्रो वर्ष हैन रन गरे अनि it also comes with एउटा trust. आफूलाई ट्रस्ट गर्न सक्ने मलाई आयो क्या कन्फिडेन्स पनि आयो मलाई चाहिँ अब चाहिँ म गर्न सक्छु अब मलाई नभए पनि फरक परेन एक्ज्याक्टली हैन
एटलिस्ट मसँग 1 रुपियाँ भएन भने पनि मसँग के छ त भन्दा मसँग स्किल्स छ Oh, I होइन? can talk. Yes, I can write, I can talk, I can like, I'm a trainer, होइन म ट्रेनिङ गराउन सक्छु म के कन्सेप्टहरू डेभलप गर्न सक्छु आफ्नो केमा छ त त्यसमै हामीले गर्न सक्छौँ नि त सो having that independence you will not only have money you will have the experience, you will have the skills how to generate money for yourself. That is the most sexiest thing for a woman to have that skills के no one can take you from त्यो स्किल कसैले लान सक्दैन के Yeah. Okay. Let's सुनिराख्न go मन to पर्यो। the another. मलाई सुनिराख्न मन लाग्ने भएको छ कि once you start talking, I really want to confess this on camera that once you start talking, सुनिराख कहिले Thank you. भन्दैन जस्तो फिल आइरहेछ क्या अनि like in front of me there is a mentor अनि giving me advices अनि हुन्छ नि त्यो powerful energy चाहिँ मलाई ट्रान्सफर गरिरहेको जस्तो फिलिङ आइरहेछ क्या अनि म त्यो जोनमा पुगिहालिरहेको छु I think we पुगिरहेको are breaking the generational trauma पनि भन्छु म चाहिँ to some Yeah. extent because like कतिवटा मैले भनेकै कुराहरू सायद you may not hear from your family members होला नि त होइन where Other there are few women, things होइन or हजुर। the women you are connected with होइन किन हामी we come from different backgrounds and different stories हुन्छ क्या so mentoring भन्दा पनि म चाहिँ एकदम I want to give everyone जहाँ गए पनि त्यो I want एउटा to- फुलफिलमेन्ट के Yes, है yes. Yeah. माया नै बाँड्न चाहन्छु के म अँ, माया नै होस् मैले सबैलाई माया गर्न पाऊँ र सकौँ सकौँ पनि होइन माया भनेको सँगै यस्तो हुनुपर्ने होइन माया भनेको यो पनि माया हो नि त होइन Yeah. है कति मान्छेहरू कति ग्रिडी भइसक्यो क्या यस्तो कुराहरू गर्नलाई उनीहरू बाँड्नै मन गर्दैन नि मेरो लागि चाहिँ यो माया हो कि म आज यहाँ छु तिम्रो मायाले छु नि त होइन अझै यताउता देख्दैछु सबैजना माया हो क्या म जहाँ गए पनि नो म्याटर मेरो लाइफमा कसले बिगाऱ्यो कसले उ गरे पनि नि उहाँहरूलाई पनि म मायाले नै थ्याङ्क यू भन्छु क्या ग्रेटफुल नै छु कि म उहाँहरूप्रति पनि मेरो एउटा मैले एउटा भिडियो बनाएको थिएँ सायद एउटा पोइन्टमा चाहिँ मैले के सोचेको थिएँ भने मेरो लाइफमा मात्र किन यस्तो भयो होला मेरो लाइफमा किन यस्तो हुन्छ किन मलाई मान्छेहरूले यस्तो गर्छ भनेर क्वेसन्स आउँथ्यो क्या एन्ड आई डिन्ट नो वाट आई वाज प्रिपेरिङ फर के रुन्थेँ कि कराउँथेँ चिच्याउँथेँ कि भगवान् मलाई मात्र किन तर सबै भइसकेपछि एउटा त्यो अवेरनेस आइसकेपछि त यति चेन्जेस आयो कि मलाई ग्रेटफुलनेस म त्यो ग्रेटफुलनेस यस ग्रेटिट्युड जर्नलिङ गर्छु म त्यो लेख्दै जाँदाखेरि त्यो मलाई त्यस्तो गरे मान्छेहरू पनि आयो नि त फिर्ता लेख्दाखेरि माइन्डमा अनि मैले के मात्र भन्यो भने आजको दिन त्यो मान्छेहरू नभइदा भए त मेरोमा त कथै हुँदैन थियो रहेछ हौ मेरो लाइफको कथा क्या मैले यहाँ के बोल्थेँ होला त नि मेरो लाइफमा त कथै हुँदैन थियो रहेछ त Yeah. You understand? मैले बुझिरहेको So it's like कथा पनि it's not always दुःखको कथा क्या Yeah. It's like overcoming मेरो छ नि सर्भाइभल मोडदेखि माथि आएर के चाहिँ गर्न सक्छौँ भन्ने कथै हुँदैन थियो क्या मेरोमा आई वुड बी जस्ट त्यही नर्मल गर्ल नर्मल भन्दिनँ एभ्री वी अल आर स्पेसल इन आवर ओन वेज नर्मल त Okay. भन्दिनँ Okay, तर I'm मसँग sorry. कतै हुँदैन थियो क्या मलाई फर्केर हेर्दा पनि परिन यु डिड इट यस भन्ने नै हुँदैन थियो क्या मसँग बुझेन सो आइ एम स्टिल ग्रेटफुल फर दोज पिपल हु लेफ्ट मी अनि who left me literally who left me and who let me die alone. I'm still grateful for them. And yes, who let me die भन्ने बित्तिकै I remember one line that you said, me too, I want to talk about now अहिले म प्रेजेन्ट मोमेन्टमा हाउ फुल्ली आइ एम लिभिङ होइन म कसरी बाँचिरहेको छु आई वान्ट टु टक अबाउट मान्छेले यो हेर्न जरुरी छ अब आई एम अन माई के भन्छ एउटा हायर स्टेटमा पुगिसकेँ म मेरो अब अहिले हायर स्टेटमा नभनौँ एउटा अवेरनेसमा पुगिसकेँ म
अब आई हेभ नो रिग्रेट्स, आई हेभ नो वान टु कम्प्लेन होइन, जे छु जस्तो छु जहाँ छु आई एम फ्री, Yeah. आई एम स्ट्रङ Yeah. एन्ड आई एम ब्युटिफुल, त्यसरी नै भन्नुभएको थियो कि. सो हाउ इज योर लाइफ गोइङ एन्ड वाट यु लभ अबाउट योर लाइफ नाउ? Like I said, I'm leaving balla finally. Yeah. भन्ने अनुभव हुन्छ. Why? It's not that everything is perfect. It's not that मेरोमा सबै चिज छ, सबैजना छ. No. It's because even if I go through rough phase, I can tell myself कि this is now. यो पास हुन्छ. Just don't give up on yourself. अनि त्यो चाहिँ मेरो लागि चाहिँ I'm leaving के. Otherwise, I don't know, I would have done so many things. होइन? I would have again talk stupid things about myself. Negative talk गर्थे होला आफ्नो बारेमा, self criticism गर्थे होला, self blame गर्थे होला. No, whenever it comes, I just sit down, calm myself and pat myself. Well done. Wait, have patience. You're gonna go through this. And that's what I'm fully living. That's how I'm fully living. होइन? पेन छ, हर्ट छ, यस होइन, एङ्जाइटी पनि छ, तर त्यसले चाहिँ मलाई रुल गर्न दिन्न क्या आजकल. You know, and that's beautiful. I let it come, and also I let it go gracefully, and again I lift myself up. यसरी नै चाहिँ म and चाहिँ you अहिले keep fully- coming back. Yes, yes. यसरी नै म चाहिँ फुल्ली अहिले बाँचिरहेको छु. मलाई कोहीसँग के पनि छैन दुखमन. And Like I what do said, you I love? just want to love. I love people. I want to spread love. हुन्छ नि. अहिले पनि there are a lot of young girls, teenage girls who are criticizing themselves unknowingly. कि मेरो यो राम्रो छैन, मेरो यो इन्सिक्युरिटिज छ, म नराम्री छु, मलाई मात्रै किन हुन्छ यस्तो होइन, म किन नराम्री छु. There are lots of going on their mind कि I'm not good enough, I'm not enough, मैले जे गरे नि हुँदैन भने. त्यो सेल्फ क्रिटिसिजमबाट कसरी ओभरकम गर्न सकिन्छ? Do not compare. Yourself. त्यही मात्र हो मेरो लागि चाहिँ. हामी सबैजना एकदमै ब्युटिफुल छौँ क्या. वी अल आर ब्युटिफुल बिइङ के. इट्स आवर माइन्ड जसले चाहिँ हामीलाई चाहिँ त्यस्तो त्यस्तो ख्याल दिन्छ कि. अनि त्यो कहाँबाट आउँछ भन्ने कुरा चाहिँ हामीले पत्ता लगाउनु पऱ्यो कि. कहाँबाट आएर छ? अब सोसियल मिडिया हेरेछ, अब पुरै त्यो फोटोसप गरेर टिलिक र टालक परेको फोटो हेरेर चाहिँ वी स्टार्ट कम्पेयरिङ. द्याट्स गन मेक हामीलाई गाह्रो हुन्छ. आफ्नो बारेमा जब हामीले चाहिँ कुरा गर्छौँ नि, आफूलाई चाहिँ त्यही हो, आइएम ब्युटिफुल बिइङ भन्ने नै हेर्नुपर्छ क्या. वी अल आर बोर्न ब्युटिफुल. द्याट इज वाइ आइ एम भेरी फर्चुनेट इनफ. मेरो डाइभर्स ब्याकग्राउन्डको साथीहरू छ जो मेरो फ्यामिलीहरू पनि हो कि, माई चुजन फ्यामिलीहरू छ. देयर आर लट्स अफ थुप्रै जुन समाजले चाहिँ मान्दैन, समाजले चाहिँ उहाँहरूलाई बहिष्कार गरेका हुन्छ, स्टिग्माटाइज गरेकाहरू. दे आर माई फ्रेन्ड्स एन्ड फ्यामिली. इट्स बिकज आई सी माई सेल्फ द्याट वे, देन ओन्ली आई क्यान सी अदर्स फ्रम द्याट वे टु. होइन, हामी आफ्नो आफ्नो जर्नीमा छ क्या. रिसेन्टली मैले पोस्ट गरेको छु त, वाट पिपल सी, दे ओन्ली सी वान टेक क्या, बट वाट्स इन माई माइन्ड मैले हाल्दाखेरि त छ नि त 5 टेक. राइट हो त. what we see in social media, हामीले BTS त ग्लोरिफाई गरेर त हाल्दैनौँ. exactly, होइन, right. So when we start comparing ourselves to others, then that's going to be a disaster. Don't do that. You are beautiful. I am beautiful. Everyone in this room is beautiful. Everyone. मार्चमा तपाईँले दृष्टिको लिडरसिप अर्को मान्छेलाई ह्यान्ड ओभर गर्नुभएको थियो, एन्ड यु सेयर्ड द पिक्चर अन सोसियल मिडिया. यो आफूले आफ्नो बच्चा जसरी बनाएको दृष्टि नेपाल, जुनमा चाहिँ तपाईँले आफ्नो जीवनभरिको एनर्जी, आफ्नो आइडेन्टिटी, आफ्नो एउटा इम्प्याक्ट पार्नु भएको ठाउँ र आफ्नो सेफ स्पेस चाहिँ छोड्दाखेरि, हजुरले ह्यान्ड ओभर गर्दाखेरि हजुरलाई कस्तो फिल भयो? मलाई त एकदमै एकदमै प्राउड
जस्तो यो दृष्टि नेपालको ह्यान्डओभर भन्दा पनि म चाहिँ के भन्छु भने अब संस्थागत रूपमा हामीले कुरा गर्ने हो भने चाहिँ त्यही हो, अर्गनाइजेसन चलाउँदाखेरि चाहिँ बोर्ड हुन्छन्, अनि बोर्डको एउटा कार्यकारी समिति पछि चाहिँ अझै अरू अनि त्यसपछि बल्ल चाहिँ स्टाफ्सहरू त्यो सबै हुन्छ होइन। यस म फाउन्डिङ मेम्बर भए पनि, म फाउन्डर भए तापनि मेरो लागि चाहिँ जहिले पनि नेतृत्व लिडरसिपमा चाहिँ परिवर्तन हुन जरुरी छ भन्ने चाहिँ मेरो प्रिन्सिपल अफ लाइफ होइन, मेरो लाइफको प्रिन्सिपल चाहिँ त्यो हो। किनभने आजभन्दा 20 वर्ष अगाडिको समय र अहिलेको समयमा धेरै आकाश जमिनको फरक छ, सोचाइ फरक छ, टेक्नोलोजी फरक छ भनेदेखि किन सिस्टम पनि त फरक आउन पर्छ नि होइन र होइन। यसको मतलब यो होइन कि मैले 20 वर्ष दृष्टिको म नै अध्यक्ष भएको छैन, म 2 चोटि भएको हो, त्यसपछि म दृष्टिको अध्यक्ष भएको छैन। सो यो पालिको चाहिँ हाम्रो चाहिँ नेतृत्वमा ल्याउनको लागि चाहिँ हामीले चाहिँ लिडर्सहरू ल्याउनको लागि चाहिँ अब चाहिँ यङ जेनेरेसन आउन पर्छ होइन। पहिला पनि हुनुहुन्थ्यो, यङै हुनुहुन्थ्यो, त्यो आउने जाने क्रम भइराख्दाखेरि पनि यो पालिदेखि चाहिँ हामी चाहिँ अझ हाम्रो युवा पुस्ताहरूलाई चाहिँ अझ मोर कसरी चाहिँ उहाँहरूलाई चाहिँ स्किल्स दिने त, कसरी प्रोफेसनली अगाडि बढाउने, कसरी हाम्रो मुभमेन्ट होइन, हाम्रो महिलाहरूको मुभमेन्टलाई अगाडि बढाउने, जुन दृष्टि नेपालले गरिरहेको एउटा लिगेसी छ नि, त्यो कामलाई कसरी अगाडि बढाउने भन्ने कुराहरूलाई चाहिँ हामीले चाहिँ एकदमै मध्यनजर राखेर चाहिँ हामीले चाहिँ नयाँ व्यक्ति त्योभन्दा अगाडि पनि हुनुहुन्थ्यो, अनि फेरि चुनाव भनौँ न सर्वसम्मतिमा चाहिँ हामीले लिएर आएको हो। अनि म एकदमै खुसी छु नयाँ व्यक्तिहरू आउँदाखेरि जतिको एउटा च्यालेन्ज हामीले फेस गर्छौँ नि, छोड्ने बित्तिकै म बोर्डमा छैन भनेर छोड्न पाइँदैन कि। हामी डेभलपमेन्ट सेक्टरमा लागेको मान्छे यदि हो भने त्यो बुझ्नुहुन्छ सबैले होइन, र आफैले नै स्टार्ट गरेछ भने छ नि त्यहाँनिर पनि तपाईँको लिडरसिपमा पनि कोही खालि आफूले नै भनेको कुराहरू मात्र हुनुपर्ने, कतिले के यस्तो म चाहिँ त्यो पर्सपेक्टिभबाट हेर्दिनँ। मलाई चाहिँ सबैजनाको इन्क्लुसिभनेस त्यत्तिकै हुनुपर्छ, त्यत्तिकै एफोर्ट हुनुपर्छ, त्यत्तिकै बराबर हिस्सा हुनुपर्छ कि। यो चाहिँ एउटा गाडी जस्तो हो अर्गनाइजेसन र मुभमेन्ट भनेको। त्यो गाडी तबसम्म चल्छ जबसम्म एउटा मात्र चक्काले त चल्दैन नि त, 4वटा चक्काले मात्र पनि चल्दैन नि त, फेरि ड्राइभर मात्र भएन नि त, त्यहाँनिर मान्छे झार्ने उकेल्ने तान्ने पनि त हुनु पर्यो नि होइन। सो इट्स लाइक अ गाडी कि, मुभमेन्ट भनेकै गाडी हो। अब कहिले त ड्राइभरै थाक्छ नि त, म चाहिँ त्यस्तै भएको हो क्या। सो आई टेक इट एज अ भेरी, म चाहिँ यसलाई चाहिँ एकदमै मेरो लागि चाहिँ एउटा माइलस्टोन भनेर लिन्छु होइन। जति 20 वर्षभरिको हाम्रो जतिजना आउनुभयो, जानुभयो, छोड्नुभयो, अथवा आफ्नो कारणवश महिलाहरू जतिजना लिडरसिपमा आउनुभयो, उहाँहरू अहिले नभए तापनि अहिले जो ल्याउन सकेको छु, आइ एम भेरी प्राउड अफ देम। म एकदमै खुसी छु होइन। र आउने दिनमा पनि आफूले के गर्न पर्ने हो, के गर्न सक्ने हो, मेरो चाहिँ कन्ट्रिब्युसन म नमरुन्जेलसम्म पनि रहिरहनेछ दृष्टि नेपालप्रति चाहिँ, र मेरो समुदायप्रति चाहिँ रहिरहन्छ। तपाईँले आफ्नो बायोमा अ स्टोरी टेलर एन्ड टर्निङ साइलेन्स इन्टु कन्भर्सेसन भनेर लेख्नु भएको छ। यु एज अ स्टोरी टेलर इज द पर्सन जसले चाहिँ अरू महिलाहरूको साइलेन्सलाई तोडेर एउटा स्टोरी बनाएर र एउटा रङ भरेर चाहिँ बाँच्न सिकाउनु भएको छ, जसलाई चाहिँ टर्निङ साइलेन्स इन्टु कन्भर्सेसन भनेर लेख्नु भएको छ। कि यसको पछाडि पनि कुनै रिजन अथवा कुनै मिनिङ छ अथवा भ्याल्यु छ? मेरै हो, अरूको स्टोरी त अरूसँगै छन् त होइन। अफकोर्स काम गर्ने दौडानमा हामी ठोकिन्छौँ, हामी भेट्छौँ। आई डोन्ट नो, म त बिर्सी पनि सकिसकेँ। यो यत्रो 20 वर्षमा मैले कतिजना दिदीबहिनीहरूलाई मैले हात दिएँ, कतिजनासँग मेरो साथ छुट्यो, कतिजनालाई साथ दिएँ, कतिजना रेस्ट इन पिस है बित्नुभयो, कतिजनालाई मैले चाहँदै पनि मैले उहाँहरूलाई बचाउन सकिनँ, कतिजनालाई चाहँदै पनि मैले
हात दिन सकेको छुइनँ कतिजनालाई त्यस्तो भयो मैले कति त बिर्सी पनि सकेँ होइन सो मेरो आफ्नै कुराहरू हो यो चाहिँ म जुन कुरा बोल्न मान्छेहरूले हिचकिचाउँछ नि म त्यो कुराहरूलाई चाहिँ कन्भर्सेसनमा लिएर आउन चाहन्छु कि है जस्तो ट्याटुकै कुरा भयो अहिले अब अहिले हाम्रो लागु औषध प्रयोगकर्ताकै कुरा भयो यो कुराहरू हतपत मान्छेले कुरा गर्न चाहँदैन अझै पनि तर आइएम ह्याभिङ गुड कन्भर्सेसन विथ यु यु नो अनि त्यो भयो कतिजना मेन्टल हेल्थको कुराहरू अझै पनि गर्न चाहँदैन आई स्पोक अबाउट इट आई डु इट भेरी ओपनली इन माई सोसियल ह्यान्डल्स होइन कतिजनाले त्यही हो कम्पेरिजनको कुरा अल्दो सोसियल मिडियाको ग्लोरिफाई गरेको कुरा अर you know men marrying younger women glorify but women marrying younger men they are is called, questionable. yes you know I bring those kind of topic and because I've been through that thing and I know exactly what happens I know exactly what made me fall in love with people I know exactly what healing looks like so that's the conversation I want to bring but yes अब दृष्टिको अर्गनाइजेसनको पार्टबाट चाहिँ yes there are lots of women who comes to us होइन who come to us हामीसँग कुरा गर्नुहुन्छ आफ्नो सेफ स्पेस मानेर हामीलाई सेयर गर्नुहुन्छ उहाँहरूको पनि स्टोरीहरू चाहिँ हामीले ओपनली भन्दैनौँ तर उहाँहरूलाई चाहिँ इन्टरनल्ली सेफ स्पेसमा ल्याएर हामी कुरा चाहिँ गर्ने गर्छौँ So what that's the value and that's the reason behind what I write about those things. What healing look like? Healing for me is like this. I'm here, I'm with you, I'm enjoying. Lots of feelings are coming, my thoughts, my brain is racing. I'm going back and forth with my best friend sometimes, with my parents sometimes, but still I am trying every day to be present here. म फुल्ली त्यो प्रोसेसमा गइसकेको पनि छुइनँ र म जुन त्यो जाने प्रोसेसमा छु आई एम ट्राइङ माई बेस्ट टु बी बेटर भर्जन अफ माइसेल्फ मेबी हिजो म त्यही कुराले गरेर म अहिले सरी म गर्न सक्दिनँ भनेर हिँड्ने मान्छे थिएँ भने अहिले मलाई जतिसुकै आए पनि आई एम स्टिल हियर Giving answers. Yes, I'm trying myself because I'm not म हिजोको भन्दा डिफ्रेन्ट परिनो and I am accepting the fact that I cannot change what has happened to me. I can only change what is happening to me right now. And because of that, I know my future self will applaud me for doing this. That's what healing is for me. Okay, tell me 3 tips how you can heal yourself. ला म त्यस्तो एकदमै हिलर त्यस्तो होइन Okay. तर म मेरो एक्सपिरियन्सबाट चाहिँ के भन्छु भने एक्सेप्ट हु यु आर First number. यस हु यु आर भन्दाखेरि चाहिँ हामीभित्रको गुड पार्ट मात्र हेर्ने होइन कि हामीभित्रको त्यो ब्याड पार्ट जुनलाई हामीले फेस गर्न सक्दैन नि त्यो पनि फेस गर्न पऱ्यो क्या एक्सेप्ट गर्नु पऱ्यो ममा यो छ है भनेर क्या यो मेरो कमजोरी हो तर Yes. ठीक छ है. ठिक छ भन्दा पनि यसलाई चाहिँ आई क्यान स्टिल वर्क अन इट भनेर चाहिँ भन्नु पऱ्यो एक्सेप्टेन्स भनेको इट्स नट ओन्ली खालि त्यो गुड पार्ट मात्र हेरेर एक्सेप्ट छन् कतिवटा उसमा तर मेरो लागि चाहिँ म चाहिँ त्यसरी हेर्छु आई नो माई फ्लज एन्ड आई एक्सेप्ट इट इन अ वे द्याट आई वान्ट टु मेक इट राइट आई डोन्ट वान्ट टु मेक अब अहिले थाहा पायो भोलि नै म यसलाई राइट बनाउँछु भन्न खोजेन क्या वान डे एट अ टाइम गरेर सो द्याट्स वान थिङ एन्ड 2 इज रिमेम्बर वी all are in our own journey. Maybe one person एउटा कोही तपाईँसँगै हिँडिरहेको व्यक्तिहरूको चाहिँ होइन उसको के भयो अरे ऊ चाहिँ सट्टसँग कस्तो छिटो ऊ चाहिँ भनेर हिँडेको छ भने पनि द्याट्स ओके बिकज वी अल हेभ आवर ओन जर्नी के अनि कोहीको आफ्नो छिटो प्रोसेस गर्ला अनि कसैको अलिकति ढिलो लाग्ला जस्तो मेरो एकदमै ढिलो सुरु भएको एन्ड द्याट्स ओके यु नो जस्ट बी इन द प्रोसेस भन्छु अनि थर्डको चाहिँ डोन्ट लुज यर सेल्फ होइन आफूले अरूलाई दिने प्रोसेसमा चाहिँ आफूलाई नभुल क्या
हामी जति अरूलाई दिने चाहना इच्छा राख्छौँ नि त्यत्तिकै इच्छा चाहना आफूलाई पनि दिने चाहना राख क्या त्यही हो मेरो 3टा टिप्स चाहिँ बिकज द्याट्स वाट आई हेभ डन मैले यो सबै यसरी रिभर्स गरेर भनिरह क्या मैले आफूमा नहुँदा पनि धेरैलाई दिएँ के भयो त म आफै खाली भयो नि त द्याट्स द रियालिटी आई कान्ट चेन्ज म त्योभन्दा रुदिनँ आजकल पहिला त चित्त दुख्थ्यो कि किनकि ममा त्यो खड्किरहेको थियो नि त मलाई किनकि मेरोमा एक्सपेक्टेसन थियो नि त अब अहिले त मैले त मेरो त लेसन सिकिसकेँ नि त नो डोन्ट डु द्याट फर्स्ट योर सेल्फ द्याट डजन्ट मिन हर्ट योर सेल्फ एन्ड डु इट भनेको चाहिँ होइन है तर म आफू त हुनु पऱ्यो नि त म आफू उज्यालो भयो भने पो मैले नै अरूलाई लाइट दिन सक्छु त दिस मे साउन्ड भेरी थिङ है यो अर्कै कस्तो खालको कुरा सुनिन सक्छ होला क्या तर वन्स यु स्टार्ट टेकिङ दिस जर्नी you truly feel it okay? You truly feel these words by yourself and you truly understand what it is to be light for yourself okay? And to be for others okay? क्यान्डल जस्तो चाहिँ हुनु हुँदैन रहेछ क्या हामी क्यान्डल आफू बोल्छ नि है तल मरिसकेको हुन्छ नि ऊ बोल्दै जाँदाखेरि आफै सकिन्छ मैले कता कता चाहिँ हेर्थेँ पहिला त्यो बी लाइक अ क्यान्डल होइन अरूलाई यस्तो म त अहिले त ठ्याक्क उल्टो भएको छु क्या होइन क्यान्डल हुनु हुँदैन रहेछ क्यान्डल त जान्छ नि त अरूलाई मात्र बत्ती दिएर के गर्नु आफै नै भित्र चाहिँ खोक्रो भएर बी लाइक अ सन नजिक आयो भने पोल्देऊ टाढा छ भने प्रकाश नराम्रोलाई पोल्देऊ or I would say be like a moon होइन be like a moon very calm be like a moon किन भन्दाखेरि that is why I've got this tattoos होइन मेरो moonको फेज हो यो and I love it I've got moon so I'm a very moon person moon जस्तो फेज हो क्या हाम्रो लाइफ भनेको के होइन कहिले पूर्णिमा टलक्क कति उज्यालो देख्छ नि तर पूर्णिमा छ उज्यालो भयो भन्दैमा त फेरि अँध्यारो आउँदैन भन्ने पनि त छैन होइन आफू प्रिपेयर पनि त हुनु पर्यो नि सो या द्याट्स भेरी इम्पोर्टेन्ट मेरो लागि चाहिँ हजुरले भन्नुभयो म पहिला रुन्थेँ अहिले चाहिँ म रुदिनँ यो रुनेर अहिले म रुदिनँ भन्दाखेरि चाहिँ के तपाईँ साँच्चैकै स्ट्रङ भएको हो कि इज इट बिकज अफ सेल्फ कन्ट्रोल होइन रुदिन इन द सेन्स म यसरी सेयर गर्दा चाहिँ रुदिन भनेको मान्छेहरुसँग अगाडि अफकोर्स रुन्छु नि म कति रुन्छु नि ब्याट किन नरुनु रुन्छु अफकोर्स रुन्छु तर यही कुराहरू जब मैले सेयर गरिरहेको छु नि त अहिले सेयर गर्दा चाहिँ म रुदिनँ भनेको पहिला त इमोसनल भइहाल्थेँ म एकदमै ट्रिगर भइहाल्ने मलाई आँसु आइहाल्थ्यो होइन अनि त्यसको मतलब फेरि अहिले म स्ट्रङ भएर नरुको भन्न पनि खोजेको होइन म अवेर भएर चाहिँ नरुको देयर इज नो प्रेसर मलाई प्रेसरै छैन म खै म मजाले बोलिरहेको छु त यस म सेयर गर्दा चाहिँ म रुदिनँ भन्न खोजे हो मान्छे हो नि किन आँसु आउँदैन भाइ आउँछ म रुन्छु नि कति रुन्छु एकदमै राम्रो कुरा हो नि डायरी लेख्दा पनि रुन्छु द्याट मिन्स लाइक इट डजन्ट मिन द्याट आइ एम इमोसनल होइन इट्स अ प्रोसेस लेट इट कम तर त्यो बेलाको पढिन र अहिलेको पढिन यसरी म जस्तो त्यो बेला यस्तो पडकास्टहरू के पनि थिएन नि तर त्यो बेला त मिडियाहरूले पत्र पत्रिका थियो लिन्थ्यो उहाँहरू लेख्नुहुन्थ्यो मेरो त पत्र पत्रिका यस्तो म्यागजिनहरूमा त्यो बेला रुन्थेँ नि किन त्यो बेला त मलाई अवेर नै थिएन नि त्यो बेला म त पुरै अरूलाई पस्केर दिने मान्छे मात्र थिएँ नि त होइन अहिले भर्खर त हुँदैछ त मैले पनि ओहो आफूलाई पनि पस्किनु पर्ने रहेछ भनेर होइन आफूलाई पनि माया गर्नुपर्ने रहेछ मैले मलाई माया गर्नु सिकेँ भने पो त अहिले म सबैलाई माया गर्न सक्छु नि त होइन जसलाई मेरो माया चाहिँदैन जसले चाहिँ मलाई चाहिँ तिम्रो माया मलाई चाहिँदैन भन्छ उहाँहरू जाँदाखेरि पनि मलाई चित्त दुख्दैन त ठिक छ त द्याट्स फाइन लिभ योर लाइफ you live your life I live my life yeah absolutely I mean like that's what I mean रुन्छु भाइ कहाँ नरुने है तेरिको अघि एकछिन कति त्यहाँ कस्तो इमोसनल भएको थिएँ इमोसनल सुरुमै तर I truly honor my best friend and she's very deep in my heart in my soul अनि मेरो हरेक म अब कति जस्ट इन केस होइन म अर्को जन्म कतिवटा जन्म म आएँ भने पनि I want her as my best friend I don't know about अरू जन्म but still that's my wish
मैले हजुरको पोस्टमा आजभोलि एकदम धेरै युमा हिमको चर्चा देखिरहेको छु सो वाट इज अबाउट युमा हिमको अर्थ र के हुन्छ लिम्बूहरूको खाना चाहिँ के हुन्छ थ्याङ्क यू युमा हिम त त्यही युमा हाम्रो एउटा हामीले पूजा गर्ने भनौँ न भगवान भन्छ नि त्यो भयो होइन युमा उहाँको घर हिम भनेको चाहिँ घर हो लिम्बू भाषाबाट युमा त युमा भइहाल्यो जसलाई हामी पूजा गर्छौँ अहिले रिसेन्टली चाहिँ हामीले युमा हिम एक्सप्रेस भनेर राखेको छौँ जहाँ चाहिँ हाम्रो खानेकुराहरू विशेष गरी चाहिँ लिम्बू खानेकुराहरू त्यो पनि हामीले घरमै बनाएर खाने लिम्बू खानेकुराहरू छन् त्यसमा होइन अनि त्योभन्दा अगाडि चाहिँ हामीले युमा हिम होमस्टे पनि स्टार्ट गरेका थियौँ अहिले पनि छ र अहिले एक्सप्रेस चाहिँ हामीले चाहिँ होइन अलिकति हाम्रो लिम्बू कल्चरको खानाहरूलाई पनि प्रमोट गर्नुपर्छ भनेर चाहिँ हामीले स्टार्ट गरे हो अनि त्यो चाहिँ एकदमै होमली मेड खाना हो होइन घरमै पकाएको जस्तै गरेर हामीले चाहिँ सिकाएर घरकै रेसिपीहरू एकदमै जस्तो पाक्छ नि त्यस्तै हो त्यो त्यसमा धेरै त्यो हाल्ने के पनि छैन सो त्यसमा धेरै कुराहरू हामीले अहिले चाहिँ धेरै त नभनौँ विशेष गरी चाहिँ अब हामी फाक्सा भन्छौँ जहाँ चाहिँ पोर्क को परिकारहरू छ याङबेन छ त्यसपछि आएर हामीले चाहिँ पोर्कको खुट्टी भन्छ होइन खुट्टीको अचार तपाईँहरूले पनि सुनिराख्नु भयो होला त्यो छ अनि हामी आफैले चाहिँ सेरगेम्बा भन्छ यो लिम्बूहरूको हाम्रो चाहिँ ससेज यो चाहिँ हामीले बनाउँछौँ के घरमै बनाउँछौँ ससेज हो त्यो पनि मासुहरू होइन अनि त्यसपछि हालेर बनाउँछौँ या यो कुराहरू चाहिँ लिम्बू डिसेसहरू हो हामीले चाहिँ एकदमै बरु एकदम 4-5वटा राखौँ तर एकदम मिठो र घरमा पाक्ने मान्छेले घरको एउटा टेस्ट पनि पाओस् भनेर इट्स बेसिकली त्यही हो हाम्रो लिम्बू किचन बाट आएकै कुराहरूलाई चाहिँ अहिले हामीले युमा हिम एक्सप्रेस भनेर गरेका छौँ अनि त्यो बाहेकको हामीले अर्को एउटा चाहिँ बर्मिज खाना पनि छ थप्पु भन्छौँ किनकि हाम्रो फ्यामिलीको पनि आफ्नै एउटा फ्यामिली ट्री छ हाम्रो फ्यामिलीमा पनि कतिजना अझै पनि बर्मामै हुनुहुन्छ हाम्रो पनि त्यो एउटा डिप कन्भर्सेसन सायद कुनै बेला हामी गरौँला है कस्तो हुन्छ हाम्रो बाजे बोजूको कुराहरू होइन कसरी त्यहाँ पुग्नु भयो होइन अहिले म्यानमा भन्छ त्यति बेला बर्मा होइन अझै पनि मेरो फुपूहरू मेरो कजनहरू थुप्रै हुनुहुन्छ उतैतिर हजुर उहाँहरूको स्टोरी सुन्छु कस्तो लाग्छ होइन भेट्न पाउँदैन अनि सो त्यो चाहिँ हामीले चाहिँ एउटा एज एन हाम्रो फ्यामिलीलाई पनि एउटा अनर जस्तै कि हामीलाई याद आउँछ नि त आफ्नो फ्यामिलीको होइन उहाँहरू त उतै हुनुहुन्छ नि त अहिले पनि हाम्रो घरतिर त हामी त बर्मिज फुड खाएर हुर्केको भन्दा पनि हुन्छ कतिवटा बर्मिज थाहा छ कतिवटा बर्मिज शब्दहरू हामीलाई आउँछ बुझ्छु म बर्मिज ल्याङ्ग्वेजहरू होइन अलिअलि धेरै त नभनौँ त्यो कुराहरूले गरेर चाहिँ अहिले चाहिँ थप्पु भनेर पनि राखेको छु एन्ड द्याट्स भेजिटेरियन फुड अनि अर्को त आलु निम्की अब बिकज वी आर फ्रम धरान त्यो पनि हामीले राखेको छौँ सो ओभरअल इट्स अ मिक्सचर लिम्बू यस लिम्बू कुजिन हाम्रो मेन भयो भनेदेखि हाम्रो अलिकति फ्यामिली ट्री अनि हाम्रो एउटा त्यो हुन्छ नि आफू जन्मेको हुर्केको ठाउँको पनि फ्लेभर चाहिँ लिएर दिने कोसिस गर्दैछौँ अनि इट्स गोइङ गुड वाट इज फ्यामिली ट्री के हो यो फ्यामिली ट्री भनेको चाहिँ अब हाम्रो फ्यामिली अघि बर्माको भने जस्तै क्या अब मेरो फ्यामिली यहाँ छौँ हामी काठमाडौँमा छौँ फेरि पापाको दाजुभाइ हो त फेरि धरान द्याट्स वाट फ्यामिली ट्री होइन लाइक त्यो एकदमै ट्री नै नो नो ओ माय गॉड अरे शिव अब मेरो पापाको फ्यामिली त फेरि हाफ उता दिदी बहिनीहरू त फेरि बर्मामै हुनुहुन्छ द्याट्स वाट के अनि त्यो फ्यामिली ट्रीहरू कता कता छ नि त त्यताको पनि ल्याउँ न फ्लेभर वाइ नट भनेर चाहिँ हामीले राखेको या आई हेभ बिन देयर अनि मैले भेजिटेरियन डिस खाएको थिएँ एउटा द्याट्स वाट थप्पु इज मिठो थियो चटपटा टाइपको थ्याङ्क यू सो मच फर द्याट डिस र अब हामी लास्टतिर आइसकेका छौँ हाम्रो पडकास्टको होइन लास्ट क्वेसन छ एन्ड जस्ट पर्सनल क्वेसन हो यो चाहिँ यु हेभ बिन थ्रु अ लट अनि यु हेभ इन्सपायर्ड अ लट अफ द वुमेन एन्ड पिपल एन्ड वान अफ देम आर मी एज वेल होइन अनि
what do you feel like त्यो के एउटा कुरा हो कि जुन कुराले चाहिँ you feel like okay I'm moving forward and I'm moving forward and I'm being my better version भन्ने चाहिँ एउटा के कुरा छ जसले गर्दाखेरि चाहिँ you keep moving and you keep coming back. ओ माई गड कुन चाहिँ पर्सपेक्टिभबाट It's भनौँ भयो कि यहाँ कुन चाहिँ पर्सपेक्टिभबाट सोध्नु भएको हो तपाईँले okay त्यही अनुसारले एन्सर दिन्छु so professionally होइन अनि not from the community that you belong to or you came from the perspective that जहिले पनि गिभिङ पर्सन रहिराख्नु भयो नि त तपाईँ होइन अनि म पनि त्यस्तै हो कि म लाइक हाम्रो समाजमा कस्तो छ भन्दाखेरि टिभी सिरियलमा नि त्यस्तै देखाउँछ मेरो फ्यामिलीलाई गर्नुपर्छ सेक्रिफाइस गर्नुपर्छ अरूलाई पहिला सर्भ गर्नुपर्छ अरूको लागि बाँच्नुपर्छ भनेर देखाउँछ अनि म पनि त्यस्तै थिएँ कि अरूकै लागि बाँच्नुपर्छ म खाली भएको मलाई थाहा हुँदैन तर दिइरहेछ ननस्टप तर you stopped somewhere. Yes. होइन अनि you started to fill your cup first and then you keep inspiring people अनि you are giving from your cup जति percentage चाहिँ they deserve अनि जति percentage चाहिँ you own for yourself. त्यो पर्सपेक्टिभबाट चाहिँ I'm asking you कि what is that thing which keeps inspiring you and keeps moving you के सो मेरो लागि चाहिँ इट्स कामनेस एन्ड अनेस्टी भन्छु द मोर आई एम बिकमिङ अनेस्ट विथ माइ सेल्फ द मोर आई हेभ स्टार्टेड लर्निङ अबाउट माइ सेल्फ अनि मलाई चाहिँ त्यो एक किसिमको त्यहाँबाट आउने एउटा कामनेस जुन मैले फिल गर्छु नि म आफैप्रति है फेरि यो कोही प्रति पनि होइन यस म आफैप्रति कति काम छु क्या आजकल त्यसले गर्दा नै आई डोन्ट वान्ट टु लुज द्याट कामनेस आई डोन्ट वान्ट टु लुज द्याट अनेस्टी त्यो पिस यस अनि द्याट्स वाट किप्स मी लाइक म फर्किरहेको छु छ नि बाटोमा हिँड्दा हिँड्दै कहाँ ढुङ्गा छ भन्ने त कसै देखा हुँदैन नि त अब एज मच एज आई क्यान सी आई बिकम अवेयर बट समटाइम्स वी कान्ट सी वाट्स कमिङ नो त्यो बेला जसरी म काम हुन सकेको छु नि त्यसले चाहिँ र प्लस अघि मैले हाँस्दै पनि भने तर म हाँसेर हेर्नु साँच्चीको सिरियसली म एकदम माया बाँड्न चाहन्छु होइन मलाई त्यसको बदलामा माया दिनुपर्छ भन्ने छैन तर मलाई हेट पनि नदेऊ दिन मन छैन भने नदेऊ द्याट्स फाइन तर आई सेयर लभ विथ एभ्रिबडी हु एभर आई मिट एन्ड जहिलेसम्म हाम्रो जर्नी छ नि त्यो बेलासम्म म माया नै गर्छु सबैलाई आई लभ एनिमल्स आई लभ बर्ड्स मेरो त के छ के जुन अब पछि भन्दै जाउँला होइन म एकदमै त्यो खालके मान्छे भइसकेँ कि अहिले अनि आई एम लभिङ दिस version of me which I was not and that was also a phase of life and part of my journey. So yeah, those three things: calmness, honesty and love. That's it. Yeah, thank you so much for the questions. अब हामी rapid fire round मा जाँदैछौँ which is interesting. अनि हजुरले चाहिँ मैले क्वेसन सोधेको within 3 seconds एन्सर दिइसक्नु पर्ने हुन्छ है. पास गर्नु मिल्छ मिल्दैन? मिल्दैन. ल मिल्दैन. ल ओके. म्यानमार, धरान, काठमाडौँ? धरान. मर्निङ पर्सन, नाइट पर्सन? नाइट. कफी, टी, तोङ्बा? कफी. Cooking for yourself or cooking for the people you love? Cooking for the people I love. एक डिस जुन तपाईले आँखा चिम्लेर पनि बनाउन सक्नुहुन्छ? अन्डा. बोइल गर्ने हो? Yes. So funny भयो. So funny. जिमले तपाईलाई दिएको एउटा वर्ड? लभ. एक चिज जुन एडिएचडी डायग्नोसिस पछि तपाईले आफूलाई फर्गिभ गर्नु भयो? सेल्फ हेट्रेड त होला? या सेल्फ हेट्रेड. मदरहुड इन वन वर्ड? लभ. तपाईँको बच्चाले तपाईलाई सिकाएको एउटा कुरा? लभ. एक चिज जसमा परिन्दी सरप्राइजिङली ब्याड हुनुहुन्छ? आई थिङ्क आई एम नट रोमान्टिक. आई एम भेरी ब्याड in all this thing, unfortunately. I don't know how to like
I don't know, yeah. Your current guilty pleasure? Iced latte. कुन कुरामा तपाईँ अझै पनि तुरुन्त इमोसनल भइहाल्नुहुन्छ? My pregnancy. When I think about my pregnancy. One compliment जुन तपाईँलाई आजसम्म याद छ? कहिले भर्खरको कि के हो फेरि सोध्दा त क्वेसन? होइन, जहिलेको भए पनि हुन्छ. One compliment जुन तपाईँलाई आजसम्म याद छ? अहिलेसम्म भन्दाखेरि पनि मलाई मैले सोच्दै नसोचेको कम्प्लिमेन्ट चाहिँ यहाँ मेरो यो नाकको 3टा देखिराख्नु भएको छ नि है, यो कोठी छ होइन, त्यो कोठी एकदमै मन पर्यो भनेर मलाई कम्प्लिमेन्ट गराएको थियो, विच आई युज टु हाइड एट सम पोइन्ट. मलाई कस्तो लाज लाग्थ्यो अनि त्यो कम्प्लिमेन्टले गरेर आइम लाइक ओके समवन लाइक्स इट, इट्स हियर भन्छु. ओके. आजको परिनले 20 वर्षको परिनलाई एउटा सेन्टेन्स मात्र भन्न पर्यो भने? लभ योरसेल्फ. एक कुरा जसलाई पहिले सक्सेस ठान्नुहुन्थ्यो तर अहिले ठान्नुहुन्न? ब्युटी, राम्री हुनु, चिटिक्क हुनु. अहिले तपाईँको लागि लग्जरी र सक्सेस भनेको के हो? इन वान वर्ड. लग्जरी टी अनि सक्सेस चाहिँ लभिङ माइसेल्फ. तपाईँले अझै गर्न बाँकी रहेको एउटा क्रेजी ड्रिम? मेरो एउटा ट्याटु छ, त्यो ट्याटु फिनिस गर्नुपर्ने छ, सिधाउनु पर्ने छ. वाह, कति फास्ट भन्नुभयो. यो सेन्टेन्स पुरा गर्नु. आज म फाइनली ड्यास गर्न सिक्दैछु. आज म फाइनली यसरी पोडकास्टमा बोल्न सिक्दैछु. ओ वाउ. किनकि यो मेरो सेकेन्ड टाइम हो. फर्स्ट टाइम कस्तो भयो हेर्नै बाँकी छ, सेकेन्ड टाइम कस्तो हुँदैछ हेर्नै बाँकी छ. अब बिस्तारो बिस्तारो, बट या. You are loving it? Yes. Do you want to add up कुनै कुरा like by yourself on podcast? म त जहिले पनि भन्ने त्यही हो, डोन्ट कम्पेयर भन्छु. अरूसँग कहिले पनि कम्पेयर नगर. त्यो कम्पेरिजन जस्तो धोकेबाज केही होइन क्या, धोका हो क्या त्यो कम्पेयर गर्नु भनेको नि. सबैभन्दा ठुलो धोका हो क्या. हामीलाई त्यसले खालि मेन्टल्ली, इमोसनल्ली, फाइनेन्सियल्ली खतम पारिदिन्छ क्या. कम्पेयर चाहिँ नगर्नु भन्छु केहीमा पनि, कसैसँग पनि. जस्ट भ्याल्यु योरसेल्फ, रेस्पेक्ट योरसेल्फ फर वेयर यु आर. एक्ज्याक्ट टाइममा छ भन्ने कुरा चाहिँ आफूले फिल गर्नु पर्यो क्या. त्यति हो, त्यही हो, अरू पनि छैन. रमाइलो लाग्यो. मलाई त अझ सुनिराख्नु जस्तो भएको छ. नसकाउ न. हाई, आजको हाम्रो पडकास्टमा हामीले डिस्कस गरेको छौँ हिलिङको बारेमा, एक्सेप्टेन्सको बारेमा, कसरी आफूले आफूलाई माया गर्न सकिन्छ र माया बाँड्न सकिन्छ भन्ने कुरामा. आज हामीले हाम्रो कन्भर्सेसनमा परिन्दीको पुरानो स्टोरीलाई होइन कि नयाँ परिनलाई खोताल्ने कोसिस गरेका छौँ र नयाँ पर्सनलाई चाहिँ चिन्ने प्रयास गरेका छौँ. हजुरले यो पडकास्टबाट धेरै कुराहरू सिक्न सक्नुहुन्छ, परिन्दीबाट धेरै इन्सपिरेसन लिन सक्नुहुन्छ. र आई वान्ट टु आस्क यु दी, हजुरलाई हाम्रो अडियन्सेसहरूले किन यो पडकास्ट हेर्नुपर्छ जस्तो लाग्छ? यो पडकास्ट चाहिँ अब प्रायःले आफ्नो स्टोरीहरू भनि नै रहेको हुन्छ, पुरानो स्टोरीहरू, आफूले भोगेर आएको कुराहरू चाहिँ प्राय हेर्छौँ नि त हामी. अनि त्यसपछि यस्तो भएको रहेछ भन्ने कुराहरू. तर आई बिलिभ दिस पडकास्ट, यो पडकास्ट चाहिँ मोर ओभर लाइफ आफ्टर सर्भाइभल भन्न चाहन्छु म चाहिँ होइन. हामी भएर पनि धेरै चिज गर्न सक्छौँ र कतिवटा त्यस्ता कुराहरूलाई चाहिँ भुल्नु पनि जरुरी हुन्छ. जहिले पनि त्यो घाउहरू कोट्याइराख्यो भने चाहिँ त्यो घाउले अझै दुःख दिन्छ क्या. त्यही भएर यो पोडकास्टमा चाहिँ अब सबै तपाईँको अडियन्सहरूले चाहिँ आई बिलिभ दिल सी मोर अफ वाट इट इज टु लिभ होइन, लाइफ आफ्टर होइन. अनि त्यसपछि आएर चाहिँ ग्र्याटिट्युड भन्ने कुरा होइन, सानो कुराहरूले पनि हामीलाई चेन्ज ल्याइदिन सक्छ. र हामी सधैँभरि एकै नासको हुन सक्दैनौँ. एन्ड द्याट्स ओके भन्ने कुराहरू चाहिँ दिन्छ जस्तो लाग्छ मलाई. पोडकास्टबाट हामीले दिइरहेछौँ जस्तो लाग्छ. थ्याङ्क यू सो मच फर डुइङ दिस विथ मी दिदी. एकदम खुसी आई एम इन्स्पायर्ड बाई यु. थ्याङ्क यू सो मच. एकजना मान्छे मात्र पनि चाहिँ अब हाम्रो जीवनी अथवा हाम्रो शब्द अथवा हाम्रो व्यवहारले चाहिँ इन्स्पायर हुन्छ र त्यसले गरेर चाहिँ कसैको लाइफलाई अगाडि बढ्न सजिलो हुन्छ भने चाहिँ एकजना मान्छे मात्र हुनुभयो भने पनि मेरो लागि चाहिँ त्यो सक्सेस हो. सो थ्याङ्क यू सो मच फर
making me part of this amazing podcast, and I wish you all the best. Thank you so much, Didi. So, through this podcast, I want to tell you that एउटा इन्सिडेन्ट, एउटा मोमेन्ट र एउटा कुनै मिस्टेकले चाहिँ हाम्रो लाइफ एन्ड हुँदैन. देयर इज सो मच इन लाइफ. हामीले आफ्नो लाइफलाई अगाडि बढाउन सक्छौँ र अझ नयाँ चुचुराहरू छुन सक्छौँ. एन्ड थ्याङ्क यू सो मच फर वाचिङ आवर युट्युब च्यानल. त्यही नै हो. थ्याङ्क यू सो मच दी. वन्स अगेन बाई बाई. Bye. वाच फुल युट्युब भिडियो. बाई बाई. Yes, please.